नि उसले समाज हेरेको उसले आफै चाहिँ बनाएर समाज छ भन्ने कुरोमा बाँधेर सुगाको कथा पनि हामीले सुनेका थियौँ। र जीवले जब गुरुको आज्ञाको अवज्ञा गर्छ, गुरुलाई विश्वास गर्दैन, गुरुले भनेको टेर्दैन, तब उसको जीवन अब कष्टले भरिपूर्ण हुन्छ। कष्टले भरिपूर्ण हुन्छ किनभने लक्ष्मण अनन्त शेष आदि गुरु हुनुहुन्छ, तर उहाँको वचनलाई माता सीताले यहाँ मान्नु भएन। त्यही भएर उहाँले चाहिँ त्यस्तो दुःखको सामना गर्नु पर्यो। रामको विरहबाट चाहिँ उहाँ चाहिँ रावणद्वारा चाहिँ अपहरित भएर लङ्कामा जानु। त्यही भएर यो कुराहरू एकदम विचार गर्नुपर्दछ कि अन्ततगतमा हामीलाई भगवानको नामले भगवानको धामसम्म पुर्याउने सामर्थ्य राख्छ। नामसम्म वस्तु नाही एवं संसारे नामसे परम धन कृष्णेर भण्डारे। नाम समानको वस्तु नै यो संसारमा छैन। र भगवान श्रीकृष्णको भण्डारमा हेर्ने हो भने पनि त्यो भण्डारको पनि सबभन्दा महत्त्वपूर्ण ठाउँमा यो भगवानकै नाम बाहेक अर्को ठुलो धन छैन। यसरी चाहिँ वर्णन गर्नुहुन्छ आचार्यहरू। यो कुरो एकदम विचार गर्नुपर्छ। तर भगवानका लागि यी असुरहरू पनि समान छन्, देवताहरू पनि समान छन्। भगवानले कहिले पनि भेद गर्नुहुन्न। हेर्दाखेरि भेद गरेको देखिन्छ। फेरि असुरहरूलाई चाहिँ के भन्छ, मारेको जस्तो देखिन्छ, साधु सन्तलाई बचाएको जस्तो देखिन्छ। तर भगवानको हातबाट मर्दा पनि बालीले त उद्धार भयो त भगवानबाट मरेर भयो। त साकेत गयो भगवानले हेर्दा भगवानले रोक्न सक्नुभयो। बाली दुराचारी थियो कि थिएन, पापी थियो कि थिएन। यसो अर्थ होइन कि हो उसले दुराचार गर्नुपर्छ, पाप गर्नुपर्छ, भगवानको उद्धार भइहाल्छ नि, होइन त्यस्तो होइन। तर बाली त्यति हुँदा हुँदै पनि भगवानको हातबाट सत्यति प्राप्त गरेको हुनाले ऊ भगवानको धाममा जान सफल हो। तर भगवानका लागि सबै समान। भगवान कसैलाई पनि चाहिँ के भन्छ भेदभाव गर्नुहुँदैन। हिरण्य कसैले तपस्या गर्ने वरदान दिन लगाउनुहुन्छ, देवताले तपस्या गर्ने वरदान दिन लगाउनुहुन्छ। सबैले समान हुनुहुन्छ। तर चाहिँ के भन्छ, उनीहरूको चेतना अनुसार, उनीहरूको व्यवहार अनुसार यो कार्यहरू फरक देखिएको मात्र हो। एकपल्ट के हो, भगवान विष्णुको अगाडि शनिदेव र लक्ष्मीजी आइपुग्नुभयो। हामी दुईजना को मनपर्छ हजुरलाई? अब त भगवानलाई त सबै मनपर्छ। र भगवानले भन्नुभयो अब तपाईँहरूले त्यहाँ मन्दिर दर्शन गरेर आउनुहोस् त भनेको। शनिदेव र लक्ष्मीजी मन्दिर दर्शन गरेर आउनुभयो र भगवान भन्नुहुन्छ हे लक्ष्मी तिमी आउँदा पनि आनन्द आउँछ। अनि शनिदेव तपाईँ जाँदा आनन्द आउँछ। जानु त आनन्दै आउँछ नि, होइन? शनि जाँदा आनन्द आउँछ, लक्ष्मी आनन्द आउँदा आनन्द आउँछ। त्यही भएर भगवानले चाहिँ यसरी बुझ्नुहुन्छ, यसरी बुझाउनुहुन्छ सबै कुरा। र यसरी हिजो अरण्य काण्डमा भगवान अगाडि बढिराख्दाखेरि एउटा आयुवती नामकी असुरी आइपुग्यो। असुरहरूको स्वभाव कस्तो हुन्छ भन्दा भोग वृत्ति हुन्छ कि हामीले बुझिहाल्नुपर्छ। हामीले कुन स्वभाव हावी भइरहेको छ भने असुरहरूको चाहिँ भोग वृत्ति हुन्छ। रावण देखेकै छैन, सीताको बारेमा सुन्ने बित्तिकै, माता सीताको बारेमा सुन्ने बित्तिकै अब अपहरण गर्ने, आफ्नो चाहिँ के भन्छ स्त्री बनाउनेतिर लागिहाल्यो। हालाकि उसकोमा सती स्त्री छ मन्दोदरी, आफ्नै श्रीमती। त्यसमा पनि देवकन्या गन्धर्व कन्याहरू भए भएर अपहरण गरेर ल्याएर राखेको छ। तर पनि फेरि काममा अर्की राम्रो स्त्रीको नाम सुन्ने बित्तिकै अब त्यसको के लागेको हुन्छ, यो आसुरिक वृत्ति हो। जहिले पनि भोग प्रदान हुन्छ यो आसुरिक वृत्ति। र अब सुपर्णखाको ताल थियो, आफ्नो श्रीमानको मृत्यु भइसक्यो, आफ्नै दाइडी मानिसहरू। तर पनि के भनिरहेको छ सुपर्णखाले, संसारमा म जति राम्रो कोही छैन, त्यही भएर मैले अहिलेसम्म मनै खाएको कोही पनि भेटेको छैन, त्यही भएर मैले विवाह गरिनँ। तर तिमीहरूले देखेर चाहिँ मेरो मलाई नि लागेको छ, त्यही भएर मलाई विवाह गर। लक्ष्मणले गरे पनि हुन्छ, रामले गरे पनि हुन्छ, ऊ दौडा दौडै छ। किन भन्दा ऊ कामचारिणी हो, भोग प्रधान छ। त्यस्तै यहाँ फेरि आयुवती आई, आयुवती आएर फेरि मलाई विवाह गर्नु उसको पनि भोग गर्ने इच्छा छ भन्ने बित्तिकै लक्ष्मणलाई त एक नम्बर एक्सपिरियन्स थियो। उसको पनि नाक र कान काटिदियो। नाक र कान काट्न लक्ष्मण जति सास गयो पनि छैन। र यसको पनि नाक र कान काटिदिनुभयो। हिजो हामीले कथा सुनेको छौँ कवनको। उसको चाहिँ एकदम 5-6 किलोमिटर राम्रो हातै हुन्थ्यो। त्यसलाई काटेर भगवानले दाह संस्कार गरिदिनुभयो। एउटा गन्धर्वको रूपमा ऊ प्रकट हुन्छ र गन्धर्वको रूपमा प्रकट भएपछि के हुन्छ, ऊ चाहिँ उसले रामलाई भन्छ कि
अब सुग्रीवसँग मित्रता गर्नुहोस् र यसैबाट चाहिँ के भन्छ सुग्रीवले जब वानर सेनाहरू एकट्ठा गर्छन् त्यसपछि सीतालाई खोज्न सम्भव हुन्छ भनेर उनी आफ्नो गन्तव्यतिर लाग्यो। र अब हिजो हामीले कथा कहाँ छोडेका थियौँ कि सुग्रीवले चाडा ग्रुपको पूर्व पश्चिम उत्तर दक्षिण जानका लागि सम्पूर्ण ठाउँको गुगल म्याप नै सुग्रीवले मध्य भएर सबैले पूर्वको पश्चिमको उत्तर दक्षिणको सबैको बाटोहरूको जानकारी दिएपछि अब दक्षिण दिशातिर हनुमानको यो टोली जाँदैछ भनेपछि भगवान श्रीरामले आफ्नो रुद्रिका के गर्नुभयो निकालेर हनुमानलाई दिनुभयो। किन भन्दाखेरि सबभन्दा आशा चाहिँ यो दक्षिणपट्टि जाने टोलीको थियो र यिनीहरू अरू त एक महिनामै सबैजना फर्केर आए। तर हनुमान अङ्गदको नेतृत्वमा गएको हनुमान जाम्बुवनको यो चाहिँ के भन्छ बाणहरूको टोली अब यिनीहरू भोग प्यासले एकदम छटपटिँदै इन्डिया पर्वतमा प्रवेश गरे हजारौँ गुफामा चाहिँ के भन्छ प्रवेश गरे। अब कहाँ जाने के पनि थाहा छैन, भित्र गइसकेको सुनेर के देखे कि अब शुक्रबार नामको एकजना स्त्री तपस्या गरेर बसिरहनु भइरहेको थियो। त्यहाँ चाहिँ अप्सराहरू आउनुभएको थियो र मैदानहरू त्यहाँ सुन्दर सबै वातावरण बनाएको थियो। तर इन्द्रले मैदानहरूलाई त्यहाँ मारिदिएको हुनाले चाहिँ के भन्छ त्यहाँभित्र सम्पूर्ण व्यवस्था चाहिँ थियो। अब त्यहाँ गएर जल पिउँला सब फलफुल खाउँला भनेको त्यहाँ के भन्छन् शुक्रबार के भन्छन् भन्दाखेरि छिटो खाऊ, यहाँ आउनेहरू बाहिर जाने गरेका छैन कोही पनि, यहाँ सिद्धो तिमीहरूको जीवन होइन। तर हनुमान भन्नुहुन्छ हामी त रामका दूतहरू हौँ, रामका सेवकहरू हौँ, जसरी भित्र आएको त्यसरी बाहिर पनि जान्छ, कसैले रोक्न सक्दैन हामीलाई। किनभने हनुमानलाई भगवान श्रीराममा पूर्णतया विश्वास थियो। त्यसपछि रामका सेवकहरू भन्ने बित्तिकै शुक्रबारले भन्नुभयो तपाईँहरू आँखा बन्द गर्नुहोस्। आँखा बन्द गरेपछि उहाँहरू एकैचोटि समुद्रको तीरमा निक्लिनुभयो। समुद्रको तीरमा निक्लिनुभयो। अब त बाँदरहरू डराउन सुरु गरे। अब यता धरतीको अन्त आइसक्यो, फर्क्यौँ भने किन उनीहरू फर्क्यौँ। लक्ष्मणको त्यो के भन्छ बाणले त हामीले छोड्नेवाला छैन, हामी यत्रो चाहिँ के भन्छ उत्तरदायित्व लिएर आएको, अब के गर्ने भनेर उनीहरू चाहिँ चिन्तित थिए। यसै क्रममा अब अङ्गद भन्नुहुन्छ पुछघाछ बिछाएर यहाँ तपस्या गरेर बस्नुपर्छ, अब के मुखेर जाने फर्केर उनीहरू चिन्तामा छन्। त्यतिकै एउटा लामो हात आइपुग्यो। भगवान कति दयालु हुनुहुन्छ, मलाई चाहिँ मेरो पखेटा जलेको समय यताउता हिँड्न सक्दिनँ, यहाँ 25-50 बाँदर चाहिँ के भन्छ खान पाइयो आज भनेर यति लामो हात आइसकेपछि सबजना सावधान भएर अब के गरे। त्यसपछि अब हनुमानले भन्नुहुन्छ एउटा जटायु थियो जसले चाहिँ के भन्छ माता सीताको रक्षाका लागि जीवनै समर्पण गर्यो। एउटा यो गीत छ हामीले रामको भक्तलाई खान्छु भन्छ भनिसकेपछि रामका सेवकहरू सुन्ने बित्तिकै ती चाहिँ के भन्छ जटायुका दाइ सम्पाति भन्ने थिए। उनले भने कि ब्रह्माजीले भन्नुभएको थियो एक दिन रामका भक्तहरू बाँडरहरू आउँछन् र उनीहरूले समुद्रमा स्नान गरेपछि मेरो पखेटा फिर्ता आउँछ र म माता सीताको कथा पनि बताउँछु भनेपछि अब अघि भर्खर खान्छु भन्दै थियो, अघि अब चाहिँ समातेर समुद्रमा स्नान गरेर भन्छ नजिकको जाने टेन्सन गइरह। तर पनि हनुमानले भन्नुभयो यसले झुट बोलिरहेको छैन, यसलाई स्नान गराएर ल्याइदियो भनेपछि समुद्रमा गएर सम्पादले स्नान गरेर ल्याइदिएपछि सम्पादीको पखेटा आयो। सम्पादी भन्छ मेरो पखेटा झर्नुको मेन कारण नै मैले चाहिँ के भन्छ जटायुले बचाउनु खोज्दा सूर्यलाई चाहिँ समात्नलाई चाहिँ माथि उभिरहेको थियो, सूर्यको तेज प्रकाशले एउटा जलाउँछ भनेर मैले एउटा छोपेको थिएँ, त्यही भएर मेरो पखेटा सूर्यको तेजले जलेको। र माता सीता लङ्कामा हुनुहुन्छ। लङ्का यहाँबाट चाहिँ के भन्छ 100 योजन टाढा छ, तिमीहरू को जान सक्छौ र कुनै दिन रावणलाई भेट्यो भने त्यसको पिठोमा हेर्नु मेरो पन्जाको निशान छ। मसँग चाहिँ के भन्छ त्यसको धेरै हात भएको थियो, मैले चाहिँ पन्जा हिर्काएको भएर त्यसै डरले मसँग मित्रता गरेर भागेको थियो, त्यसैले सीतालाई चाहिँ यसरी हरण गरेर लगेको छ भनेर भनिसकेपछि अब को जान्छ त अब माता सीतालाई खोज्नका लागि। कोही भन्छन् बाँदरहरू म 80 योजन उड्न सक्छु, कोही भन्छन् म 100 योजन उड्न सक्छु। जाम्बन भन्नुहुन्छ म त धेरैचोटि यो
लेखिसकेँ र धेरैचोटि यो उडेर पार पनि गरिसकेँ। अब म बुढो भएँ, अङ्गद पनि सही जान सक्नुहुन्छ, आउनु पनि सक्नुहुन्छ, तर अङ्गदलाई पठाउनु मिल्दैन किनभने ऊ नेता हो, हाम्रो चाहिँ के भन्छ यो टिमको लिडर उसले बनाएर पठाएको छ, त्यही भएर उसले पठाउन सकिँदैन। त्यसपछि जामवनले भन्नुहुन्छ, हे हनुमान यो काम त तिमीबाट हुन्छ। त्यसपछि हनुमान जय श्रीराम भनेर आफ्नो मुडमा आइहाल्यो। यत्रो समयसम्म चुपचाप लागेर बसेको हनुमान, किन भन्दा हनुमानलाई श्राप परेको थियो, त्यो कथा हामी भोलि गर्छौँ। हनुमानलाई श्राप परेको थियो र उनले चाहिँ आफ्नो सम्पूर्ण शक्ति बिर्सिएका थिए। अब यहाँ कसले सम्झाइदिएको त्यो शक्ति? जाम्बुवनले सम्झाइदिएको। जाम्बुवन ब्रह्माजीको गालमा पसिना आउँछ, त्यो पसिना यसरी छर्किँदाखेरि जाम्बुवन प्रकट भएर आउँछ। उनको आयु पनि के भन्छ ब्रह्माको जति नै लामो छ। उनले धेरै रामायण देखिसकेका छन् र उनले अब हनुमानलाई के गर्नुभयो, उहाँको चाहिँ के भन्छ बिर्सिएको शक्ति सम्झाइदिनुभयो। त्यसपछि अब हनुमान के गर्दै हुनुहुन्छ, रामको कार्यको लागि महेन्द्र पर्वतबाट छलाङ लगाउँदै हुनुहुन्छ। यो महेन्द्र पर्वतमा यहाँ आइपुग्दाखेरि अब किष्किन्धा काण्ड समाप्त हुन्छ। अब सुन्दरकाण्ड सुरु हुन्छ। 7वटा काण्डको बारेमा हामी चर्चा गरेका थियौँ महाभारतको रामायणमा। अब किष्किन्धा काण्ड सुरु हुन्छ र हनुमान हेर्दा हेर्दै पर्वतको शिखरभन्दा पनि अग्लो हुनुहुन्छ र महेन्द्र पर्वतमा चढ्नुहुन्छ। महेन्द्र पर्वतमा चढ्नुहुन्छ र लङ्कामा प्रस्थान गर्नका लागि अब हनुमान के भन्छ यसो निहुरेर चाहिँ छलाङ लगाउँदाखेरि महेन्द्र पर्वत नै थिचिन्छ। नयाँ नयाँ झरनाहरू निक्लिन सुरु गर्छन्। कति रुख हनुमान सँगसँगै उडेर जान्छन्, समुद्रमा खस्न सुरु गर्छ। यसरी हनुमान अब लङ्काको लागि प्रस्थान गर्नुहुन्छ। जसरी हनुमान लङ्काको लागि प्रस्थान गर्नुभयो, समुद्रदेव त राजा सगरको वंश, जुन चाहिँ भगवान रामको वंशमा महाराज सगर हुनुहुन्थ्यो। उहाँले समुद्र ठुलो बनाउनु भएको थियो भनेर त्यो पनि कृतज्ञता थियो। र उहाँको त्यो समुद्रभित्र एउटा मिनाक पर्वत, पहिला पहिला पर्वतहरूको पखेटा हुन्थ्यो, उड्न सक्थे, एक शब्द अर्को जान सक्थे। इन्द्रले चाहिँ सबैको चाहिँ के भन्छ पखेटा काटिरहेको समयमा त्यो मिनाक पर्वतलाई पनि चाहिँ इन्द्रले आक्रमण गर्दाखेरि वायुदेवले उडाएर समुद्रभित्र लुकाइदिएका थिए। त्यही भएर अब वायुपुत्र हो, पवन पुत्र हो नि त हनुमानजी त, होइन वायुदेवको पुत्र हो। त्यसले गर्दाखेरि अब मिनाक पर्वतलाई समुद्रदेव भन्नुहुन्छ। बाहिर निक्लेर हनुमानलाई केही चाहिँ के भन्छ सुविधाहरू दियो, फलफुलहरू दियो, एउटा आराम गर्ने मौका दियो भनेपछि अब मिनाक पर्वत के गर्नुहुन्छ समुद्रबाट निक्लिनुहुन्छ र हनुमानलाई भन्नुहुन्छ हनुमान केही समय चाहिँ के भन्छ आराम गर, फलफुलहरू खाऊ, आराम गरेर गए हुन्छ भन्दाखेरि हनुमानले के गर्नुहुन्छ त्यसलाई चाहिँ के भन्छ छुनु मात्रै हुन्छ र स्वीकार गर्नु हुँदैन। र राम्रो काम राम्रो सेवा विश्राम कहाँ खोज्नु, विश्राम खोज्नु मिल्दैन। त्यही भएर साँच्चीकै भक्ति गर्ने हो, भगवानलाई प्राप्त गर्ने हो र यही जीवनमा भगवत धाम जाने हो भने हामीले चाहिँ भक्तिमय सेवामा मलाई अल्छी लाग्यो, मैले भ्याइनँ, मलाई यो काम छ, मलाई त्यो काम छ भनेर चाहिँ केही पनि हुने बेला छैन। हामीलाई आफूले नचाहिँदा काम गर्न चाहिँ हामीले चाहिँ कति समय हुन्छ मनले जानु पऱ्यो भने चाहिँ घर गृहस्थीको जाडो परिरहेको छ। एउटा चाहिँ कुकुरले पनि दोरीले बाँधेर कति डोरी चुडाएको छ कुकुरको काम हो कि। अनि हामी चाहिँ घर गृहस्थीको जाडो भने चाहिँ मुले घर गएपछि शासन गरेको राज्य गरेको फेरि बसिरहेको छौँ हामी चाहिँ। त्यही भएर भगवानको सेवामा जब हामी यी सबै चिजबाट बाहिर तबसम्म सम्भव हुँदैन। र यसरी अगाडि बढ्दाखेरि अब हनुमान त लङ्कामा प्रवेश गर्दै हुनुहुन्छ, कतिको बुद्धिमान छ त, यसको बुद्धिको परिचय दिनु पर्यो भनेर अब नागमाता सुर्सालाई पठाइन्छ र सुर्सा आउनुहुन्छ र हनुमानलाई भन्नुहुन्छ अब त यो ठाउँबाट पार निकालेर मुखमा प्रवेश गर्नुपर्छ। हनुमान भन्छ मेरो घर दिएको छ, तिम्रो मुख दिएको छ, कसरी प्रवेश गर्छ? हनुमान 10 योजन हुनुहुन्छ, सुर्सा 20 योजन, हनुमान 40 योजन हुँदाखेरि सुर्सा 80 योजन। बढेको बढे दुईजनाको कम्पिटिसन हुन्छ, कोट ठुलो कोट। त्यही भएर त्यत्रो ठुलो चाहिँ मुख पाएर शीर्षा गरेर जाँदा हनुमान एकैछिनमा सानो भएर मुखभित्र पसेर बाहिर पनि निक्लिदिनुहुन्छ। माता मलाई हजुरको गुणभित्र पसेर पनि बाहिर निक्ले, अब मलाई जान दिनुपर्छ भन्दाखेरि सुर्साले बाटो छोडिदिनुभयो र हनुमान आकाशमा उडिरहनु भइरहेको छ, अगाडि बढिरहनु भइरहेको छ। छाया गर्ने सिंहकाले हनुमानलाई के गर्नुहुन्छ छाया नै समातेर, हनुमान त आकाशमा उडिरहनु भएको थियो, तलबाट छाया नै समातेर के गरिदिनुभयो कपै मुखमा हालिहाल्नु।
हनुमानले त्यसको चाहिँ हृदयलाई चिरेर बाहिर निक्लिनुहुन्छ। त्यो हृदय चिरेर बाहिर निक्लिनुहुन्छ र त्यहाँबाट छलाङ लगाएर एकैचोटि लङ्काको त्रिकुट पर्वतमा गएर अब ल्यान्डिङ गर्नुहुन्छ। त्यहाँ गएर ओर्लिनुहुन्छ। ओर्लेपछि अब यत्रो ठुलो शरीर लिएर खोल्नु गयो भने त थापिहाल्छ। त्यही भएर सानो लघु रूप धारण गरेर सानो रूपहरू दौडिने बाँधा जस्तो भनेर हनुमान अब यसो लङ्काभित्र पस्न खोजेको लङ्किनी लङ्काको चाहिँ के भन्छ द्वारपालमा लङ्किनी बसिरहेको थिए। उसले के भन्छ ए चोर कहाँ जान रहेछ हनुमान शब्द पर्नुहुन्छ तेरो मालिक चोर हो नि म त मेरो आमालाई खोल्न पो जानु लाग्यो तेरो मालिक चोर त मलाई चोर हो नि। त्यसपछि लङ्किनीले हनुमानलाई आक्रमण गरेपछि हनुमानले के भन्छ यो स्त्री हो भनेर धेरै हातले एक झापड लगाइदिनु भएको थियो। त्यसको चाहिँ दुईवटा दाँत झार्छ रगत लगाउन सुरु गर्छ। लङ्किनीले भन्छ ब्रह्माजीले भन्नुभएको थियो जब तँलाई बाँदरले पराजित गर्छ त्यसपछि सम्झिनु लङ्काको चाहिँ के भन्छ विनाश हुन्छ। हे छोरा जाऊ तिम्रो चाहिँ के भन्छ मातालाई खोल्न जाऊ चाहिँ अब लङ्काको सर्वनाश हुने हो भनेर उनले पनि छोडिदिन्छ। यहाँनिर के बुझ्नु पर्छ भने हनुमान कला कुनको माता सीताको कुनै पनि भक्त भक्ति प्राप्त गर्न अगाडि बढिरहेका थिए। माता सीता त साक्षात् मूर्तिमा भक्ति हुनुहुन्छ। भक्तिमा अगाडि बढ्दै गर्दाखेरि साधक भक्तले यो चारवटा परीक्षा आउँछ। सबभन्दा पहिलो परीक्षा मीना पर्वतमा के थियो अरे सुनकुलो पर्वत थियो र चाहिँ के भन्छ फल फुलले एकदम मटरमा भरेका रुखहरू थिए र त्यसलाई के भन्छ भोग। जब हामी भक्तिमा अगाडि बढ्छौँ सबभन्दा पहिला भोग आइपुग्छ अगाडि। मिष्ठान्न भोजनहरू 56 भोग 108 भोग यो भोग त्यो भोग यो ठाउँ विशेषले खानेकुरा सबै आइपुग्छ। महँगा महँगा कार आइपुग्छ महँगा महँगा होटेल आइपुग्छ ग्याजेटहरू चाहिँ हुन्छ पुरा खाँदै आइपुग्छ सबै चिज आइपुग्छ। र त्यो आइपुग्दाखेरि अब त्यही भोगलाई भोगेर चाहिँ बस्यो भने त भक्ति त जीवनमा प्राप्त हुनेवाला छ। ती आत्मा विरुद्ध थियो। त्यसले गर्दा यो कुरा विचार गर्नुपर्छ। र त्यसपछि सुरसाथीमा आइपुग्नुभयो। उहाँले चाहिँ के भन्छ संसारको यो भौतिक भोगको रस हुन्छ नि रस। अब हनुमानले त त्यो भोगलाई के गर्नु त्याग गर्नुभयो र भक्तले त्यसलाई जबसम्म त्याग गर्दैन तबसम्म चाहिँ के भन्छ त्यो भक्तिलाई प्राप्त गर्नलाई चाहिँ जुन बाटोमा अगाडि बढ्ने हो त्यो बाटोमा जान सक्दैन। र त्यो भोग अब के कारण तृप्तिका लागि कि भगवानको सेवाको लागि दुईवटा चिज हुन्छ। त्यहाँ कन्सियसनेस चेतनाले फरक पर्छ। त्यसको बारेमा छुट्टै पछि चर्चा गर्न सकिन्छ। र यहाँ सुर्सा भनेको संसारको रस जुन चाहिँ बढेको बढै गर्छ। जति भोगमा डुब्यो उति चाहिँ के भन्छ रमाइलो लागेको उति नै चाहिँ के भन्छ त्यो लुत्वाको जस्तो जति चिलायो उति कनाएर घाउ भइसक्यो अझ चिलाउनु पर्दैन। त्यस्तै चाहिँ के भन्छ यो रस बगाएर भएको भाइ हुन्छ। यसमा फस्नु हुँदैन यसमा फस्यो पनि बाहिर निक्लिन सकिँदैन। र यहाँ अर्को के कुरा देखाउँछ भने सुर्साबाट यहाँ सुर्सा र हनुमानको एक आपसमा कम्पिटिसन भइरहेको छ ठुलो। सुर्साले ठुलो बनाउने कि हनुमानले साह्रै ठुलो बनाउने। यहाँ उहाँको कम्पिटिसन भइरहँदाखेरि हनुमानले के गर्नु सानो लघु धारण गर्नुभयो। तृणादपि सुनिसेन तरोरपि शनिसुनामानि नमागदेन कीर्तनीय सदा हो। तर त्यो अहङ्कारले हामीलाई चाहिँ के भन्छ कहीँ अगाडि जानै दिँदैन। तर हामी सानो भयो भने जहाँ पनि अटाइन्छ नि त। हनुमान के गर्नुभयो माता सुनसान मुखतिर परेर जिउँदै निक्लिनु किन सानो बन्नुभयो नि त। त्यति सानो बन्नुभयो कि उहाँको मुख चाहिँ के भन्छ 100 किलोमिटर अग्लो भइसक्यो। हनुमान चाहिँ चलाको दाना गरेर सुटु निक्लिनु अनि मुख बन्द गर्न सुरु गर्नु भयो। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ जहिले पनि यो विनम्रता चाहिँ के भन्छ आफूले सानो बनायो भने यो अहङ्कारबाट चाहिँ हामी बाहिर निक्लिने कोसिस गऱ्यो भने अनि हामी सफलता प्राप्त हुन्छ। त्यही भएर यो दोस्रो अवरोध पनि हामीले पार गर्न सक्छौँ। यो अहङ्कारले हाम्रो चाहिँ के भन्छ यो अहङ्कार विनम्रतामा पत्तामा नीतिमा जहिले पनि पत्तामा अहङ्कार छोड्दै छोड्दैन। म यस्तो राम्रो छु म जानेको छु म शुद्ध भक्त म जति अरू जानेको छैन मलाई चाहिँ यस्तो भेदभाव गर्छु यो गर्छु त्यो अनेक आउँछ के आउँछ विज्ञान अझै त्यो दीक्षाको समयमा त कहिले काहीँ चाहिँ के भन्छ केही नजाने मान्छे डाक्टर दीक्षा हुन्छ भयो भने शास्त्रबाट सबै जाने मान्छे के हुन्छ ओहो
त्यो बेला त इगो यस्तो हट हुन्छ नि बिजोकै हुन्छ त्यो भन्दा इज्जत दिलाम हुन्छ बिजोकै हुन्छ यो अहङ्कार छोड्दै छोड्दै तर जो दृढभन्दा पनि छाप्दा सम्झेर दृढान्त विष्णुमिथेन तरो र विषयषण अमान्य मानेर कीर्तने सदानी यो सबै भगवानको इच्छा अनुसार भइरहेको छ र चाहिँ यो सबै कृपाहरू जहिले सरस्वती अगाडि बढ्छ नत्र त भक्ताले म यति वर्षदेखि भक्ति गरेको म यस्तो ठुलो मान्छे मलाई सम्मान छैन यो छैन त्यो छैन आसन छैन मालाई त्यो छैन यो हिजो अस्ति आउनेहरूले त्यो सम्मान चाहिँ यहाँ आइआएछ यहाँ त्यहाँ आइसकेछ हो अनेक यो अहङ्कारले कस्ता कस्ता चाहिँ के भन्छ 20औं वर्ष नागाको भइसकेकालाई पनि पछाडि त्यसले गर्दाखेरि जति व्यक्ति चाहिँ के भन्छ विनम्र हो जति सानो भयो त्यही भएर उपकारी कुनै व्यक्ति न्यूरिन्छ निरन्तर हरेको वृक्षको आगो नझुकेको काँच छ जति झुक्न सक्यो त्यति नै भक्तिमा चाहिँ के भन्छ अगाडि बढ्न सकिन्छ नत्र जति ठुलो हुनु खोज्यो के भन्छ सुरसा उति ठुलो भइरहेको छ हनुमान जति ठुलो शरीरमा उनी झन् ठुलो भने त्यसलाई पनि मुखमै दिन्छु भने शरीरमा नाम देखाइरहेको छ भनेपछि त्यस्ता अहङ्कारले भक्तिमा अगाडि बढिरहेको दोस्रो बाधा तेस्रो बाधा यो सिंहका जुन छाया गरेर यसलाई चाहिँ ईर्ष्या भन्छ भक्तिको यो एक नम्बर यस्तो डेन्जर बाधा हो नि ईर्ष्या भनेको यो ईर्ष्या भनेको त्यो राम्रो मान्छे नराम्रो देख्ने राम्रो मान्छेमा नराम्रो देख्ने अरूको राम्रो देखेर आफ्नो पेट पनि निकाल्न लागि यसलाई के भन्छ ईर्ष्या भन्छ होइन त्यो आफैलाई थाहा भइहाल्छ होइन आफैले स्क्यान गर्न सकिन्छ ईर्ष्या छ कि छैन अरूको राम्रो देखेर अरूले धोती राम्रो लागेको देखेर साडी राम्रो लागेको देखेर तिलक राम्रो लागेको देखेर मोबाइल नोकिया राम्रो देखेर अरूलाई चाहिँ सबैले के भन्छ सम्मान गरेर देखेर यहाँको भयो कि सम्झिनु पऱ्यो कि ईर्ष्या पुरस्कार र 6वटा अनर्थमध्ये त्यसलाई भक्तिमा लगाउन सक्दैन काम क्रोध लोभ मोह मद मत्सर्य काम क्रोध लोभ मोह मद होइन यो 6वटालाई चाहिँ 5वटालाई चाहिँ भक्तिमा लगाउन सकिन्छ तर यो ईर्ष्यालाई भक्तिमा लगाउन सकिन्छ एकदमै घातक छ र यसले हृदयबाट नै निकाल्न थाल्न सक्नुपर्छ जबसम्म यसले हृदयबाट निकाल्न थाल्न सकिँदैन तबसम्म यो बाधाले हामीलाई भक्तिदेखि कहाँ पुग्नै दिँदैन किन भन्दाखेरि यो ईर्ष्याले यति घातक हुन्छ नि यसले त चाहिँ के भन्छ वैष्णव अपराध नाम अपराध दान अपराध विग्रह अपराध सेवा अपराध सबै अपराधलाई चाहिँ के भन्छ यसको चाहिँ मूल बिउ नै यही ईर्ष्या मूल बिउ यो अपराधले हाम्रो अगाडि बढ्दैन होइन यो ईर्ष्याको त चाहिँ अस्ति हाम्रो भागवतम क्लासमा हेरेको छ यसको नि स्टेजहरू छ सुरुमा त अरूले देखेर दशक मात्रै छ पछि त ईर्ष्या चाहिँ के भन्छ यो त विकसित हुन सुरु गर्छ हामीले त प्लानिङ गर्छ अरूलाई चाहिँ भक्तिबाट भगाउनको लागि अरूलाई फसाउनको लागि अरूलाई बेइज्जत गराउनको लागि अरूलाई गाली खुवाउनको लागि हेर्नुहोस् अनेक चाहिँ के भन्छ हस्बेन्ड अप्नाएर आउँछ यो त पुरै क्यान्सर जस्तो क्यान्सर ईर्ष्या भन्ने र चाहिँ के भन्छ अब यहाँ अरूको राम्रो देखेर ईर्ष्या हुनु स्वाभाविक हो व्यक्तिलाई अरूको राम्रोमा नराम्रो देख्नु अरूको राम्रो देखेर ईर्ष्या हुनु यो त स्वाभाविक हो कहिलेकाहीँ त राम्रो गरिरहेका मान्छेहरू पनि कोही त राम्रो गर्न हुन्छ नि राम्रो गरिरहेका मान्छेहरू पनि तलका मान्छे जो स्ट्रगल गरेका छन् उनीहरूलाई देखेर ईर्ष्या गर्छ भोलि त मेरो ठाउँमा आउँछ त्योहरू पहिल्यै हटाइहाल्नु पर्छ होइन ममा नभएको यो गुण यसमा छ त्यस्तो घातक त्यही भएर चाहिँ के भन्छ एकदमै डेन्जर ईर्ष्या यो ईर्ष्यालाई हृदयबाट निकालेर फ्याँक्नुपर्छ चाहिँ हनुमानले त्यो सोच सिंहका हृदय नै चिरिदिनु भएको थियो हो हामीले पनि ईर्ष्यालाई हृदयबाट निकाल्छ हृदयलाई चिरेर निकालेर खानुलाई एकदमै गाह्रो हुन्छ तर हामी साँच्चीकै चाहिँ के भन्छ होइन गुरुको चरणमा परेर चाहिँ के भन्छ गुरुले अनुसार गरे पनि यो हृदयबाट ईर्ष्याले पनि झिकेर खान सक्छ त्यसलाई भगवानको सेवामा लगाउन सकिन्छ र चौथो भनेको माङ्गिनी यसले चाहिँ हाम्रो परिवारका सदस्यहरूलाई प्रतिनिधित्व गर्छ हाम्रा परिवारका त्यस्ता सदस्यहरू हुन्छन् आफू झ्याउँ खाएर आउँछ मन्दिर गएर आएको मान्छे त बदमास काम छैन मन्दिर गएको छैन छ हरे कृष्ण भनेको छ पढ्नु पर्दैन लेख्नु पर्दैन भोलि के खान्छ होइन अनि तिमीले घर पेट बनायो व्यापार गरेर के खबर राख्थ्यो केही खबर राखेको छैन आर्मी र भएपछि डुबेको छ कमसेकम एउटा नारा चलिरहेको छ होइन हो त्यसले गर्दा यो सबैले कमन रूपमा भोगेको समस्या होइन हाम्रो मन्दिरमा के हो भन्दाखेरि जस्तै युवाहरू ब्रह्मचारी आश्रममा जोइन गर्छ नि ब्रह्मचारी आश्रममा युवा जोइन गर्दा त भोलि बिहा गरेन अनि घर नबनाउने अरू नपढ्ने भयो यो गर्ने भयो भने के गरेर खान्छ चिन्ता हुन्छ ठिक छ होइन एक हिसाबले पनि चिन्ता एकसँगै मान्नु होइन उसले के
गरेर खाइन्छ भगवान्ले पठाएको छैन उसलाई के गरेर उसले दिएर खाइहाल्छ हामीले चिन्तै लिनु पर्दैन तर पैसा कमाएर बिहा गरेर बच्चा उठाएर त्यो बच्चा पनि बिहा गरेर घर बनाएर पेन्सन बेगमा राखेर अब म मन्दिरमा सेवा गर्छु फेरि बालको चाहत हुन्छ घर कतै हेर्छ भने संसारलाई त कहिले बुझि पार्न सकेको रहेछ होइन ल ठिक छ युवा त आउँदाखेरि त उसको पैसा पनि कमाएको छैन घरडेरी पनि छैन घर पनि छैन बिहा पनि गरेको छैन सबै गरेर मान्छे आउँछ भन्दा पनि होइन हुँदैन 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 छोराहरू गेटमा रुन्छ त मेरो आमा गएर मालिकले यस्तो गरेर भनेपछि यो परिवारजनहरू जुन भक्तिमा लाग्दाखेरि हामीले राम्रोबाट नराम्रो भनेर हुन्छन् उनीहरूलाई पनि डेडलाइन हालेर दिनु मिल्दैन देउराले त दिनुपर्छ भनेको अर्थ तिमीहरूले नराम्रो गरिरहेको छौ तिमीहरूले जुन रक्सी खाइरहेको छौ जुन चुरोट खाइरहेको छौ जुन बेविचार गरिरहेको छौ जुन अर्कालाई मारेर खाइरहेको छौ जुन पैसाका लागि चाहिँ के भन्छ अनैतिक काम गरिरहेको छौ त्यो नराम्रो हो नि मन्दिरको कसै नराम्रो के आधारमा भनिरहेको छ मन्दिरको भगवान्को नाम जपेकै नराम्रो त्यति चाहिँ भन्न सक्नुपर्छ है त्यो देवले हातको त्यो खाइछ नि त आफू गरेर होइन आफू राख्नु गाह्रो चाहिँ के भन्छ जाँड खाएर आउँदा चाहिँ ठिक भक्तहरू चाहिँ के भन्छ मन्दिरमा जन्माष्टमीबाट लाग्ने जरा चाहिँ त्यहाँ चाहिँ त्यो बेडसिट भनेपछि चाहिँ के भन्छ त्यसरी बोल्न सक्नु यो चाडा चिजले चाहिँ के भन्छ हामीलाई भक्तिसम्म पुग्नलाई भक्ति नारायणलाई भेट्नलाई माता सीतालाई भेट्नलाई हनुमानलाई चाहिँ यो अस्ट्याकल आएको थियो त्यस्तै हामीलाई पनि भक्तिमा अगाडि बढ्ने यो चाडा चाहिँ रुकावटहरू आउँछ यसलाई चाहिँ हामीले एकदम बुद्धि लगाएर यसलाई पार गरेपछि मात्र बल्ल हामी चाहिँ भक्तिको सेवामा भगवान्को सेवामा अगाडि बढ्न सक्छौँ भक्तिमा यी चाडा अवरोध रहेको छ र हनुमान अब सानो लघु रूप धारण गरेर लङ्कामा विचरण गर्न सुरु गर्नुभयो जताततै खोज्नुभयो लङ्का चप्पा चप्पा छानबान भन्छ र हनुमान त चाहिँ के भन्छ अञ्जनीको पुत्र बाल ब्रह्मचारी अब माता सीतालाई पनि त कहाँ जानु स्त्रीहरू जानु अझ स्त्रीलाई स्त्रीबाट जानु रावणको महलै पछि जानुहुन्छ जहाँ स्त्रीहरूमा रावण र धेरै श्रीमतीहरू छन् उसले धेरै अपहरण गरिरहेको छ सबै ठाउँ जानुपर्ने हुन्छ होइन हनुमानलाई आफैलाई दिक्क लाग्छ कस्तो चाहिँ सेवा आयो मलाई होइन जुन ठाउँलाई जानु नै छैन तर पनि के मातालाई पनि त स्त्रीलाई कहाँ जानु पऱ्यो र त्यो क्रममा उहाँले चाहिँ मन्दोदरीले देख्नुहुन्छ रावणको महलभित्र मन्दोदरीले देख्दाखेरि जसक्क झस्किनुहुन्छ यो मन्दोदरीको सती स्त्री हो सतीको नाममा मन्दोदरीको नाम हुन्छ मन्दोदरीको शिर सबै देखेर चाहिँ के भन्छ हनुमान झसक्क झस्किनुहुन्छ उहाँले माता सीता हो क्या आउँदैन तर हनुमान त एकदम बुद्धिमता वरिष्ठ बुद्धिमानहरूमा पनि एक नम्बरको हुनुहुन्छ संस्कृत यसरी बोल्नुहुन्छ सामवेदको पढ्ने जस्तो तुरुन्तै उहाँको अनुभव बताइहाल्यो माता सीता हुनुहुन्थ्यो भने रावणको महलमा हुनुहुन्थ्यो क्लियर कट एन्सर उहाँको आफ्नै एन्सर त्यसपछि उहाँ त्यहाँ लेखिनुहुन्छ सब चाहिँ के भन्छ बन्द ढोकाहरू खोल्न सुरु गर्नुहुन्छ र त्यो ढोका खोल्ने क्रममा एक ठाउँमा उहाँले कहाँ भेट्नुहुन्छ अब शनिदेवलाई भेट्नुहुन्छ किन भन्दाखेरि रावणको चाहिँ के भन्छ ब्रह्मा शिवले चाहिँ के भन्छ भगवान विष्णु बाहेक अरू देवताहरू त रावणको चाहिँ के भन्छ त्यहाँ सिंहासनको वरिपरि आएर वेद पाठ गरेर बस्नु पर्छ सबलाई थुप्रो बनाएर राखेको थियो रावण त्रिलोकीलाई कम्पाउनेवाला रावण हो नि त तीन लोक हल्लाएर बसिरहेको थियो र उसले शनिदेवलाई थुनेर राखेको किन भन्दाखेरि फेरि त्यसको दृष्टि पऱ्यो भने त बजार बर्बाद हुन्छ 7.5 बजार लाग्न सुरु गरिहाल्छ त्यही भएर शनिदेवसित उसले थुनेर राखेको थियो अब हनुमानले खोलिदिनु भयो हनुमानले खोलिदिएपछि परिचय हो शनिदेव भन्नुहुन्छ हनुमान अब तिमीले खोल्न त खोलेर यसो थ्याङ्क यू भेरी मच तर मेरो दर्शन त तिम्रो त बर्बाद भयो के बर्बाद हो मेरो दर्शन 7.5 वर्ष लाग्छ भने के चाहिँ हुन्छ त अब तिम्रो बिहा भनेर जय हो शब्द जय हो मेरो ईश्वरले नै भनेर होइन ओहो त्यसरी साँच्चै मलाई कृपया गर्ने हो भनेर मेरो टाउकैमा भन्नुहोस् ताकि जिन्दगीमा कहिले विवाह नै नहोस् मैले राम्रो सेवा गर्न पाइरहेको भनेर अब शनिदेवको हनुमानले टाउकैमा धारण गर्नुहुन्छ त्यसपछि फेरि उहाँको भेट विभीषणसँग पनि हुन्छ विभीषणसँग पनि हुन्छ र विभीषणसँग पनि उहाँको संवाद हुन्छ त्यस्तो असुविधाको नगरी लङ्कापुरीमा जाँदाखेरि विभीषणले चाहिँ के भन्छ उहाँले दर्शन पाउनुहुन्छ र दुईजना भगवानका पुरै लङ्का छान मारिसक्नुभयो माता सीताको चाहिँ के भन्छ पत्तो लागेको छैन
त्यत्रो स्वायोजनको समुद्र पार गरेर आउनुभएको छ। सबै समुद्र तीरमा उहाँले कुरेर बसेर ल्याएको छ। भगवान् राम आशावादी हुनुहुन्छ, तर यता माता सीतालाई नभेटेपछि अब चाहिँ के भन्छ हनुमान एकदमै चाहिँ के भन्छ चिन्तित हुनुहुन्छ। चिन्तित भएपछि अब हनुमान पुरै चाहिँ के भन्छ आफ्नो सेवा आफ्नो बुद्धि बलले भ्याएपछि सब उत्कृष्ट तरिकाले गर्दा पनि असफलता हात परेपछि हनुमानजीले चाहिँ एकदमै चाहिँ के भन्छ त्यो डिप्रेसन हुन्छ क्या। के भन्छ असफलता प्राप्त भयो एकदमै दुःखी हुनुहुन्छ। हनुमान के गर्ने सुसाइड गरौँ क्या मरौँ क्या सर्व नगर डुबौँ आगो बाल्यो चाहिँ आगोभित्र प्रवेश गरौँ के गर्यो होइन। उहाँ त पुरै चाहिँ के भन्छ चिन्तित हुनुहुन्छ। कतै केही बाटै देखेर एकदम चिन्तित भइराख्दाखेरि अब उहाँले चाहिँ के भन्छ हामी के सोचिरहेको हुन्छ भन्दा कुनै पनि समस्या चलिसकेपछि यसको त समाधान नै छैन अब भनेर मान्छे सुसाइड गरेर सुनिन्छ। यो समस्याको टेन्सनले मर्नुभन्दा अलिकति मर्ने भ्याट्न गरिन्छ। तर एउटा कुरो कोही पनि चाहिँ के भन्छ तालचा कम्पनीले तालचा बनाए साँच्चै बनाएर त्यस्तो हुन्छ। किन साँचो नबनाएको रमाइलो हुन्छ त्यस्तो हुन्छ। तालचा बनाए त साँचो छ पक्का छ है। साँचो हरायो भने पनि त्यो तालचा हेरेर साँचो गर्ने मान्छे पनि त्यो संसारमा भनेपछि त कुनै पनि समस्या छ भने त्यो समाधान पनि हुन्छ कि। तर हामी त्यो समस्याको समाधानको लागि प्रयत्न नै गर्छौँ। त्यो भएर हनुमान एकदम चाहिँ के भन्छ चिन्तित भएर बसिरहनु भएको थियो र उहाँले चाहिँ के भन्छ भगवान् रामलाई सम्झिनुहुन्छ र अयोध्यापट्टि चाहिँ फर्किनुहुन्छ र अयोध्यापट्टिबाट जुन त्यो हावा लाग्नु सुरु गर्छ त्यसपछि चाहिँ के भन्छ हनुमानको पुरै चाहिँ के भन्छ खोजी। तर जहाँ बसेर त्यहाँ त खोजेकै छैन त माताले। यो ठाउँमा बसिरहेको छु त्यो ठाउँ त खोजेकै छैन। रावणको त्यो बगैँचा त्यसपछि हनुमान त्यो लघु रूपमा हुनुहुन्छ। उहाँले विचार गर्नुभयो माता सीता हुनुहुन्छ भने त बिहान जब सूर्य उदाउँछ सूर्यको दर्शनको लागि हुनुहुन्छ। सूर्यलाई जल अर्पण गर्न चाहन्छ। सूर्य उदाउँदाखेरि बिहान पहिला के हुन्छ सूर्यको सारथी निक्लिनुहुन्छ। अरुणोदय हुन्छ लालीमा। त्यो लालीमा सँगसँगै उषा निक्लिनुहुन्छ। उषा निक्लिनुहुन्छ कि सम्पूर्णलाई जो चाहिँ त्यो समयमा उठेको हुन्छ त्यो सम्पूर्णलाई धन धान्यको आशीर्वाद दिनुहुन्छ। जो सुतेर बस्छ त्यो खाली हाल्छ भनेपछि त्यो त चाहिँ के भन्छ भगवान्को आँखा हो। भनेपछि भगवान्को आँखा र भगवान्को यो आँखाबाट भगवान्ले आफ्नो भक्तको दर्शन गर्नुहुन्छ। त्यही भएर माता सीता चाहिँ बिहान के गर्नुहुन्छ उठेर चाहिँ सूर्यको दर्शन गर्नुहुन्छ भनेर त्यही प्रत्यक्षमा हनुमानले माता सीताको दर्शन पाउनुहुन्छ। असुरले हेरेर चाहिँ के भन्छ रावणप्रति चाहिँ के भन्छ आकर्षित गर्नको लागि चाहिँ दबावहरू दिन सुरु गर्छन्। अनेक चाहिँ के भन्छ दुःख दिन सुरु गर्छन्। त्यसरी दुःख दिइसक्दाखेरि माता सीता चाहिँ बरु मेरो कहाँ आइदियो म मर्न पाएँ त्यस्तो चाहिँ के भन्छ यिनीहरूको दुःख चाहिँ प्रचार सर बस्नुभन्दा एकदम चिन्तित हुनुहुन्छ। चिन्तित भएपछि अब हनुमानले माता सीतालाई चिनिहाल्नुभयो र अब तुरुन्तै गएर अगाडि बढ्यो भने त यो चाहिँ मायाको राक्षस भएर पनि नपत्याउने होला। फेरि परिचय पनि छैन अहिलेसम्म देख्नु पनि भएको छैन। त्यसपछि हनुमानले के गर्न सुरु गर्नुहुन्छ अब रामकथा सुनाउन सुरु गर्नुहुन्छ। रामकथा सुनाइसकेपछि अनि बल्ल चाहिँ के गर्छ सीता मैयाको स्वीकृतिले हनुमान माताको अगाडि प्रकट हुनुहुन्छ। अगाडि प्रकट भइसकेपछि सोध्नुहुन्छ रामको चाहिँ के भन्छ कस्तो वर्णन गर्नुहुन्छ लक्ष्मण कस्तो वर्णन गर्नुहुन्छ अनेक कुरा सोधिसकेपछि करुणा निधान श्री रामचन्द्रले मलाई यो मुद्रिका दिनुभएको छ अनुमति दिनुभएको छ भनेपछि अनि माता सीतालाई चाहिँ के भन्छ बल्ल अब उहाँ चाहिँ दुःख हुनुभयो। करुणा निधान भनेको चाहिँ त्यो माता सीता र राम बिचको चाहिँ कोड हो। अरू कसैलाई थाहा छैन कि माता सीताले भगवान् श्रीरामलाई करुणा निधान भनेर बोलाउनुहुन्छ भने। त्यस्तो सुनिसकेपछि पक्का चाहिँ के भन्छ यो चाहिँ रामकै दूत हो मेरो चाहिँ के भन्छ प्रतिवेद श्रीरामले पठाउनु भएको हो भनेपछि अब हनुमान ढुक्क भए र मातालाई त्यो अङ्गुठी दिनुहुन्छ।
अङ्गुठी दिइसकेपछि हनुमान भन्नुहुन्छ माता धेरै दिनको ध्यान पनि पाएको छैन, यहाँ त यत्रो फल लागिरहेको छ, यो फल लागिरहेको छ, यो फल खाउँ भन्दाखेरि यो त राक्षसको बगैँचा हो, टिपेर नखानु झरासँग खानु है छोरा भनेर भन्नुहुन्छ। अनि हनुमान अब एकदम बलशाली, मैले मातालाई आफ्नो विराट देखाइसक्नु भएको थियो, माता म अहिले नै हजुरलाई बोकेर लैजान तयार छु भन्दा माता सीता भन्नुहुन्छ मैले बाबु तिमी त मेरो पुत्र समान हो, तर पनि मैले आफ्नो इच्छाले कुनै पनि परपुरुषलाई छोएकी छैन र म मेरो पतिदेव नै आएर यहाँ रावणलाई चाहिँ के भन्छ परास्त गरेर लैजानु भयो भने म चाहिँ के भन्छ सौभाग्यशाली अथवा चाहिँ म आफ्नो साहस अगाडि जान पाउँथेँ। त्यो छिटोभन्दा छिटो भगवान्लाई चाहिँ तिमीले श्री रामचन्द्रलाई यहाँ ल्याउने उपाय गर भन्नुभएको हुन्छ। र हनुमानले अब केका फसेको चाहिँ क्रिया खाइदिने, अब माताले रुखबाट टिपेर पनि नखायो भनेर रुखैले मैले उखाल्नु भने पछाडि खानु पाइनँ भनेर अब त्यो चाहिँ के भन्छ अशोक वाटिकाको सम्पूर्ण चाहिँ रुखहरू झुरुक उसालेर हनुमानले त्यहाँ ब्रह्माण्ड बचाउन सुरु गर्नुहुन्छ। र त्यहाँ वासुदेवीको मन्दिर पनि थियो, त्यो वासुदेवीको मन्दिर झन् सब तोडफोड गरेपछि अब राक्षसहरू चाहिँ हनुमानलाई आक्रमण गर्न आउँछन्, सबैलाई एक एक सर्टमा हनुमानले मारिदिनुहुन्छ। र त्यो अशोक वाटिकालाई जसले चाहिँ के भन्छ सुरक्षा गरेर बसेको थियो एउटा जाम्बुरी नामको राक्षस, त्यो चाहिँ बोतलबाट रक्सी खान्थेन, रक्सीको ड्रमभित्रै छिरेर खान्थ्यो, त्यो ड्रमभित्रै खाएर रक्सी बसिरहन्छ होइन, त्यतिखेर रक्सी खानु पर्थ्यो। त्यसलाई उठाए बल्ल बल्ल उठ्यो, त्यो पुरै मसाला चाहिँ चुर भइरहेछ, उठेपछि चाहिँ के भन्छ अब त्यसको तालमा पनि त्यसले हनुमानलाई आक्रमण गर्न आएपछि हनुमानले के गर्नुभयो, हनुमानले विराट रूपमा हुन्थ्यो कहाँ नसकेर जानुभयो, एकादश कोम भनेर त्यसलाई घुमाएर एक रूपमा पसारेको, त्यसले पनि सेता आँखा पर्दा त्यसपछि के भन्छ रावणको युवराजहरू धेरै आएका थिए, सबैलाई हनुमानजीले मारिदिनु भयो। त्यसपछि अब इन्द्रजित जो मेघनाथ हुनुहुन्थ्यो इन्द्रजित नै आउनु पर्यो, हनुमानले चाहिँ के भन्छ समाप्त गरायो। इन्द्रजित नै आउँदाखेरि अब हनुमानले सोच्नुभयो अब हेरौँ त रावणको लङ्का चाहिँ कस्तो रहेछ, रावण पनि कस्तो रहेछ, यो सबै विचार गर्नुपर्ने भनेपछि अब इन्द्रजितको पनि केही लागेको थिएन, तर उसले ब्रह्मास्त्र प्रयोग गर्यो र हनुमानजीले ब्रह्मास्त्र पनि के पनि गर्न सक्थेन, तर ब्रह्मास्त्रको सम्मान गरेर हनुमान मारिन तयार भयो। र चाहिँ के भन्छ अब विजय उत्सवको रूपमा हनुमानलाई बाँधेर लग्यो, यिनीहरूले बाँधेर लगेपछि रावणसँग धेरै ठुलो संवाद हुन्छ, म त राम्रो दूत हुँ, माता सीतालाई ससम्मान फर्काइदिए आफ्नो लङ्कालाई बचा, हामी तेरो सर्वनाश हुन्छ भनेर हनुमानले भनेपछि अब मार्नेलाई भन्छ रावण पुरै चाहिँ अहङ्कारले चाहिँ सुरु गर्छ, त्यसलाई मार्ने भन्दाखेरि दुधलाई मार्नु भनेर विभीषणले भन्नुभयो, दुधलाई मार्नु नभए त्यसपछि के भन्छ उसले यसको पुच्छरमा चाहिँ के भन्छ आगो लगाइदियो, पुच्छरमा आगो लगाएर छोड्छ। जब चाहिँ के भन्छ माता सीतालाई चाहिँ के भन्छ यो असुरनीहरूले दुःख दिइरहेका थिए, त्यो बेलामा विभीषणको छोरी त्रिजटा आउनुहुन्छ, त्रिजटा आउनुहुन्छ, मैले राति सपना देखेको थिएँ रावण के रामको दूत आइसकेको छ होइन, त्यसले चाहिँ के भन्छ यो लङ्कालाई जलाएर भस्म पारेर तिम्रो पनि खत्तम हुन्छ। हनुमान त्यहाँ रुखमा बसेर सुनेको थियो, प्राणमा थिएन त अलङ्कारसँग जराउने त होइन, यसले त सपनामा दिइसक्यो, त्यसपछि यो काम पनि गर्नुपर्छ भनेर अब लङ्का जलाउनुपर्छ भनेर हनुमानले त्यो कुरो सम्झेर अब यहाँ चाहिँ ठुलै रासुहरूले पुच्छरमा कपडा बाँडेर तेल चोपेर यहाँ चाहिँ गर्नुविधि गरे। कतिपय कथाकारहरू भन्नुहुन्छ भोलिपल्ट बिचरा असुरको घरमा बाल्ने होइन आगो बाल्ने मट्टी तेल पनि थिएन, लाउनु लुगा पनि थिएन, के सबै हनुमानको पुच्छरमा बाँडेर लगेको थियो, जति बाँडे उति राम्रो पुच्छर बनाएर गएको थियो। तर अब माता सीतालाई खबर आयो कि हनुमानले चाहिँ समाधि पुच्छरमा आगो आइदिन लागेको छन् भनेपछि माता सीताले हनुदेवले प्रार्थना गर्नुहुन्छ कि हनुदेव मेरो छोरालाई चाहिँ के भन्छ हजुरले जलाउनु पाउनुहुन्न है, हजुरले बोल्न पाउनुहुन्न, उसले त शीतलताको अनुभव गर्नुपर्छ। हनुमान आकाशमा बढिरहनु भइरहेको छ, आगो बढिरहेको छ पुच्छरमा, अब सबैको लङ्कामा सबैको घर जलिरहेको छ, हनुमानलाई आइसको डल्लो मागेर चिसो भइरहेको छ, के
के भइरहेको छ यो होइन पुरा मलाई त पुरा फर्स्ट क्लास कुरा चाहिँ के भन्छ चिसो चिसो भइरहेको छ यिनीहरूको भात जलाएर अब त्यसपछि चाहिँ के भन्छ हनुमान चाहिँ के भन्छ माता सीताको आशीर्वाद दिएर उहाँबाट चाहिँ हातको चुडामणि किनभने मैले हजुरलाई भेटेँ भनेर के प्रमाणहरू दिउँ त भगवान् श्रीरामलाई भनेपछि आफ्नो चुडामणि जुन मेरो विवाहमा उहाँले लगाइदिनु भएको थियो यो उहाँले चिन्नुहुन्छ भनेर आफ्नो चुडामणि दिनुहुन्छ र हनुमान त अब आकाशमा एकदम जली मोडमा किन भन्दाखेरि अब सम्पूर्ण कुरो थाहा पायो खुसियालीको साथमा के भन्छ किलकारी मार्दै अब समुद्र पार गरेपछि अङ्गले पऱ्यो भने सीता मातालाई भेट्यो त्यही भएर खुसी साथ आइरहेको छ भनिसकेपछि अब के गर्नुहुन्छ त्यहाँ ल्यान्ड गर्नुहुन्छ र यहाँ हनुमानजीले त्यसरी के भन्छ आइसकेपछि अङ्गद भन्नुहुन्छ कि अब सबैजना छ रावणलाई पनि माग लङ्कालाई ध्वस्त भएर मातालाई लिएर आउँछ भन्नुहुन्छ र यसमा जान्नले भन्नुहुन्छ दुधलाई जति भनेको छ त्यति मात्रै गर्नुपर्छ धेरै जान्ने हुनुहुन्न त्यो भक्तिमा पनि हामीले जे भन्नुभएको छ त्यही नै गर्नुपर्छ किनकि हामी चाहिँ के भन्छ जान्ने भएर धेरै काम गर्छ जस्तै कतिपयवटा कथा सुन्नुहुन्छ एकचोटि गुरुजी आइपुग्नुभयो गुरुजी आए शिष्यलाई भने पानीले पानीले भन्नुभयो शिष्य पानीले गएको त अहिले आउँदा छैन घरै आउँदा छैन घन्टो भइसक्यो आउँदै आउँदैन किन भन्दा गुरुजीले पानी पकाउनु पानीको के औकात दुधै त दिनु भयो पानी त दुध राम्रो होइन दुध लिएर आयो दुध लिएर आएर यसो तताइसकेपछि दुध तताएर के दिनु त्यसमा चाहिँ यसो चाहिँ घिउ मिस्री चामल हालेपछि खिर हुन्छ होइन अनि त खिर भर्नु थाल्यो टक्कर आएर खिर लगाएर गुरुदेव खिर भन्यो के दियो खिर हजुरले पानी ल्याउनु भन्नुभएको थियो पानी भनेर तिलाउनु दुध भनेर के गर्नु बदमास भने तिला गर्नु परेको थियो तिला गर्नु पानी चाहिन्छ के काम है त्यस्तो चाहिँ के भन्छ हामीले भनेको भन्दा बढी गर्नुहुन्न यहाँ चाहिँ के भन्छ त्यसपछि अब अङ्गद हनुमान जामन लगाएका टोलीहरू अब उहाँको किस्किन्दा फर्किनुहुन्छ र किस्किन्दा फर्किसकेपछि किस्किन्दामा चाहिँ सुग्रीवको एउटा ठुलो बगैँचा छ त्यहाँ चाहिँ विभिन्न किसिमका फलहरू चाहिँ के भन्छ जुसले भरिएका चाहिँ के भन्छ मधुवन उद्यान छ त्यहाँ चाहिँ के भन्छ सुग्रीवले आफ्नो छोरालाई चाहिँ त्यहाँ रेखदेख गरेर राखिरहेको सुग्रीवको त्यो पर्सनल बगैँचामा अब यो भएका यी त अब माता सीतालाई भेट्या भनेर खुसीले यिनीहरूको भएको कुरै छैन सिधै त्यो बगैँचामा सिरियाले सुग्रीवको छोरो तिमीहरू चाहिँ के भन्छ नसिर नसिर भन्दै थियो सब छिरेर मस्त साथलाई के भन्छ त्यहाँ जुस खान सुरु गरे होइन यिनीहरू भइरहेकै राख्यो र सुग्रीवको छोराले बुझिहाल्यो किनभने माता सीताको खबर पाए त्यही भएर यिनीहरू चाहिँ के भन्छ आउन फर्किल भगाउनु भनेर हतार हतार गरेर सुग्रीवलाई गएर चाहिँ के भन्छ सुनायो यसरी यसरी मैले बोल्दा बोल्दै पनि छिने सायद माता सीताको खबर पाएन त्यही भएर तिनीहरू एकदम मस्ती गरेर छ भनेपछि त्यहाँ के भन्छ सुग्रीव भन्नुहुन्छ जति तिम्रो अधिकार छ त्यो बगैँचामा अङ्गद पनि त युवराज भनेर उसको पनि अधिकार छ त्यही भएर उसलाई पनि तिमीले चाहिँ के भन्छ उसको अधिकार प्रदर्शन गर्नुहुँदैन अहिले भेटी सेवा माग्नु है भनेर पठाउनुहुन्छ र अब सुग्रीवको छोरा सबैले बोलाउनुहुन्छ छिटाओ यी महाराज सुग्रीवले चाहिँ तिमीलाई बोलाइरहनु भएको भनिसकेपछि अङ्गदले पनि भन्नुहुन्छ तिमीलाई यहाँ महाराजले राख्नु भएको छ हामीले पनि स्वीकृति दिनु पर्थ्यो यहाँ भिड सिक्नलाई तर हामी चाहिँ अब उताउलो भएर आएको थियौँ के भन्छ क्षमा गर यहाँनिर चाहिँ एउटा चाहिँ के भन्छ क्षमा माग्ने जुन संस्कृति छ हामी चाहिँ कतिपय गल्ती गरेर क्षमा माग्ने बानी नै हुँदैन हाम्रो सरी भन्ने बानी नै हुँदैन चाहिँ मेरो भक्त समाजमा देखाउनका लागि भित्र हृदयबाट सरी भन्ने बानीको विकास गर्नुपर्छ क्षमा गर्नुहोस् भन्ने बानीको विकास गर्नुपर्छ किनभने भक्तको समाजमा पाप लाग्दै लाग्दैन अपराध लाग्छ त्यो अपराध त्यो पापभन्दा धेरै घातक हुन्छ त्यही भएर जानेर नजानेर अपराध भएको हुनसक्छ भक्तको चित्त दुखेको हुनसक्छ र टाइमबाट पेसनका लागि हृदयबाटै भक्तहरूसँग चाहिँ सरी माग्ने बानी क्षमा माग्ने बानीको विकास गर्नुपर्छ र यहाँ अब सबैजना जानुहुन्छ गएर चाहिँ के भन्छ भगवान् रामको अगाडि जानुहुन्छ सबैजना रामको अगाडि गएपछि चाहिँ के भन्छ जानको हनुमान गराउनु भएको हो नि त भक्त आफू एक्लैले श्रेय कहिले पनि दिँदैन भक्त आफू किन हनुमान दिँदा म भन्न सक्नुहुँदैन मैले हजुरको चाहिँ के भन्छ माता सीतासँग यसरी
हातमा चाहिँ बाटो चुरा पनि लगाइदिएको छ होइन हप्ता आफूलाई श्रेय लिने हामी सबैको चाहिँ सामूहिक प्रयास गरेर हनुमानले चाहिँ गर्नुहुन्छ र भगवान् रामलाई माता सीताको त्यो हातको चुरा देखाउनुहुन्छ र जाने बेलामा पनि हनुमान आफै जाने गरेर भएको छैन है आफ्नो गुरुको चाहिँ के भन्छ अग्रज बुद्धिजीवीले भनेअनुसार नै म अगाडि बढ्नु भएको छ त्यही भएर भक्त जहिले पनि अग्रज श्रेय दिन्छ र कुनै पनि सेवा गर्दाखेरि सबै मिलेर सामूहिक रूपमा गर्छ भक्तलाई एक्लै केही पनि गर्नु छैन त्यही भएर हाम्रो अभियानलाई के भन्छ सङ्कीर्तन अभियान सबै चिज सँगै गर्ने मिलेर गर्ने र यसरी चाहिँ के भन्छ अब माता सीताको खबर सुनाउनुहुन्छ माता सीताको प्राण राम राम जपेर मात्रै ठिकैको छ उहाँ एकदम चिन्तित हुनुहुन्छ त्यही भएर हेरौँहरू छिटोभन्दा छिटो पुग्नुपर्छ भनिसकेपछि अब सुग्रीवले सारा सेना तयार गरेर त्यहाँबाट अब समुद्रको तीरतिर अगाडि बढ्नुहुन्छ र उहाँहरू समुद्रको तीरमा पुग्नुहुन्छ समुद्रको तीरमा पुगिराख्दाखेरि उता चाहिँ के भन्छ अब समुद्रलाई दुई दिन पुग्नुहुन्छ समुद्रले बाटो दिनु हुँदैन त्यसपछि भगवान् श्रीराम एकदम क्रोधित भएपछि समुद्रको पानी उम्रिनु सुरु गर्छ जल चलेर काँप्न सुरु गर्छ किनभने समुद्रको पानी चिसो हुन्छ उम्रिन थालेपछि बिजो भयो भगवान्को क्रोधले त्यो पानी उम्रिनु सुरु गरिसकेपछि समुद्रदेव आफै आउनुहुन्छ र समुद्रदेव भन्नुहुन्छ कि समुद्रमा पुल बनाउनुहोस् कसरी पुल बनाउन सम्भव छ भन्दाखेरि तपाईँको यो पुलमा दुईजना छ नल र नील यिनीहरूले पानीमा जे फ्याँक्छन् त्यो डुब्दैन त्यसले गर्दा हजुरले चाहिँ यहाँ सेतु होइन बनाएर चाहिँ अगाडि बढ्नुहोस् भनेर सल्लाह दिनुहुन्छ त्यसपछि अब सबैजना सेतु बनाउँदै लाग्नुहुन्छ सेतु बनाउँदै लाग्नुहुन्छ सबैले आफ्नो कोसिस गर्नुहुन्छ हनुमान लगायतका चाहिँ ठुला ठुला शक्तिशाली के भन्छ उनीहरूले चाहिँ ठुला ठुला पहाड पुऱ्याउँदै लिएर आएर चाहिँ के भन्छ त्यहाँ दिनुहुन्छ सबैले राम राम लेखेर चाहिँ के भन्छ त्यहाँ राख्न सुरु गर्नुहुन्छ तर त्यो राखिराख्दाखेरि हनुमानजी छक्क पर्नुहुन्छ कि म यत्रो किनभने 10 योजन चौडाइ 100 योजन नामको बनाएको छ किनभने बाँकी सेनाले त एकदमै अरबौँ खरबौँले पनि त्यत्रो धेरै सङ्ख्यामा थिए 18 पदमा त सेना नायक नै थिए 1 10 100 1000 10,000 लाख करोड गरेर पदमा के पदमा 18 पदमा त सेना नायक मात्रै त्यो सेनाको के विचार गर्ने भगवान् रामको सेना त्यही सबै जेरो बजेट यिनीहरू 1 रुपियाँ खर्च छैन हेर्नुहोस् है अहिले सेना तयारकारलाई तलब दिन पर्यो लुगा किनिदिनु पर्यो उनीहरूलाई बम किनिदिनु पर्यो बन्दुक किनिदिनु पर्यो कति गाह्रो छ रामको सेनालाई केही पनि गर्नु पर्दैन है रुख उचालेर हान्छन् हतियारले चाहिँदैन पहाड उचालेर हिर्काउँछ हेर्नुहोस् है जङ्गलमा बस्छन् आफै खान्छन् आफै खान्छन् न ब्यारी गर्नु पर्यो केही गर्नु पर्दैन रिल्याक्स एकदम त्यत्रो अब पटना लिएर चाहिँ जानुपर्ने थियो र त्यो समुद्रमा सेतु बनाइराख्दाखेरि हनुमान छक्क पर्नुहुन्छ किन भन्दाखेरि मैले यता ढुङ्गा लिएर राखेर चाहिँ सेतु बनिरहेको छ त्यो साना साना लोखर्कीहरू त्यो ढुङ्गाको च्यारमा साना साना टुक्रा माटो राखेर के चाहिँ गर्दा के हुनेवाला छ त्यो सेतु अगाडि बढ्नेवाला छ हनुमानलाई पनि केही समयको लागि अलिकति अहङ्कार आउँछ हनुमानले चाहिँ के भन्छ त्यो लोखर्केर चाहिँ त्यति वास्ता गर्नुहुँदैन त्यसपछि भगवान् राम भन्नुहुन्छ कि हनुमान यो मैले यो सेतु चाहिँ किन बनाउनु लाग्यो बाँध किन बनाउनु लाग्यो प्रभुजी लङ्का जानको लागि तिमी उडेर गएर आएको होइन त्यो सेतु चाहिन्छ जस्तो लङ्का जानु तिमी उडेर गएर सबैबाट आल्न सकिँदैन सकिन्छ त रावणले मार्नु लागि होला रावणले मार्नु त्यो त्यसको हृदयबाट ननिक्ने उयो हिँड्छ सबैको हृदयमा मसँग छैन छ त्यसको हृदयबाट म निक्लिने रावण हिँड्नेवाला छ त्यसलाई मार्नु कसो लगेर पढाएको माता सीता निन्दा नानी प्रभु हजुर के अहिले पनि सोचिरहेको रावणलाई के भन्छ सीतालाई रावण लागेको छ होइन सीता त मबाट आफै नै छ सीतालाई कसरी लागेकै छैन अनि सबै किन गरेर त प्रभु हजुर भन्दा तिमीहरूले भक्तिमै सेवा दिनका लागि तिमीहरू सबैलाई सेवा दिनको लागि तिमी भक्तिमै सेवा डिभोसनल सर्भिस भन्छ त्यो एकदम महत्त्वपूर्ण छ र तिमीले यो पाहाडै बोक्यो भने यो लोकलले सानो दाना नै बोक्यो भने
मेरोलाई बराबर भगवान्का लागि किनभने कुन भावले गरिरहेको छ त्यो ठुलो कुरो कति धेरै सेवा गरेर छ त्यो ठुलो कुरो होइन कुन भावले गरिरहेको छ त्यो ठुलो कुरो त्यसले गर्दाखेरि हामीले पनि आफ्नो आफ्नो लेभल अनुसार सेवा गर्नुपर्छ त्यो लोकले म हन्न जस्तो सेवा गर्छु भने पनि के हुन्छ सम्भव छ त्यसले गर्दा हामी जुन चाहिँ कुरामा दक्ष छौँ जुन सेवा हामी गर्न सक्छौँ त्यही सेवा राम्रो चेतनामा राम्रोसँग गऱ्यो भने के हुन्छ हामीलाई अगाडि बढ्न सजिलो हुन्छ अगाडि बढ्न सजिलो हुन्छ र यसरी चाहिँ के भन्छ अब पुल निर्माण भइरहेको छ र त्यहाँ रावणले त्यहाँ ड्राई भइरहेको छ अब चाहिँ के भन्छ सबै आउँदैछन् भनेर उसले विभीषणलाई पनि देशद्रोही भनेर के गरिदियो अब देश निकाला गरिसकेपछि विभीषण आफ्नो 4 जना मन्त्री लिएर आकाश मार्गबाट उठेर भगवान रामको शिविरमा आउनुहुन्छ आकाश मार्गबाटै भन्नुहुन्छ हेर म हजुरको शरणमा छु भन्दा सुग्रीव भन्नुहुन्छ यो त रावणको भाइ असुर हो यसलाई शरणमा लिनु हुँदैन यता अङ्गद भन्नुहुन्छ यसको परीक्षा लिनुपर्छ परीक्षा हनुमान भन्नुहुन्छ त्यो राम्रो मान्छे हो जब म लङ्कामा गउँथेँ मलाई सहयोग भएको छ र भगवान राम भन्नुहुन्छ हे सुग्रीव यो चाहिँ के भन्छ शरणागत भइसक्यो अब यो असुर हो यसको भाइ त्यसको कसरी हेर्नु जो मान्छे शरणागत भइसक्यो यी अङ्गद तिमीले चाहिँ के भन्छ परीक्षा लिने कुरो गरिरहेको छौ परीक्षा लिने कुरो गरिरहेको छौ जो मान्छे आफै समर्पण गरेर के परीक्षा के जाँच्ने कसरी त्यसलाई परीक्षा लिने र हे हनुमान तिमीले आधा सत्य बोल्यौ यो राम्रो भएको भएर मात्रै शरणमा लिने हो शरणागतको त केही हेर्ने होइन उसले त आफै नै चाहिँ के भन्छ समर्पित गर्छियो सुखी हेर्ने त्यही भएर उसलाई शरणमा लिनुपर्छ भनेर विभीषणलाई बोलाएर शरणमा लिएर हुन्छ शरणमा लिएर तुरुन्तै समुद्रको चाहिँ किनारमा लगाएर समुद्रको जलले स्नान गराएर त्यहाँ के भन्छ राम के सम्बोधन गर्नुहुन्छ हे लङ्केश भनेर सम्बोधन गर्नुहुन्छ सबजना सत्य गर्छ लङ्का पुगेकै छैन रावणलाई मारेकै छैन लङ्का जितेको छैन यहाँ विभीषणलाई चाहिँ के भन्छ राज्याभिषेक भइसक्यो लङ्केश भन्छ र भन्नुहुन्छ हे प्रभु अनि रावण पनि यसरी आएर के गर्नुहुन्छ लङ्का त विभीषणले दिनु ठिक छ यो त हामीले बुझ्यौँ तर रावण पनि भोलि तपाईँको शरणमा आयो भने के गर्नुहुन्छ भन्दा भगवान राम भन्नुहुन्छ कि अयोध्यामा मेरो भाइ भरतले राज्य गरिरहेको छ भरतले मैले भनेको मान्छ रावण शरणमा आयो भने त्यसलाई अयोध्याको राज्य दिन्छ यो भगवानको भगत यो भगवानको भगत तर रावणमा त्यति आउनु गएको थियो कसरी शरणमा आउँथ्यो यसरी चाहिँ हुन्छ अब विभिन्न जासुसहरू पठाउँछ देशमा त जासुसहरू पठाउँछ राम्रो शिविर पठाउँछ सेनाहरू पठाउँछन् भनेर अब तर यी बाणहरू एकदम बाढ्न हुन्छ ती जासुसहरू समाजले टिप्न सुरु गर्छ समाज त्यस्तो प्राणान्त हुने भइहाल्यो रामले चाहिँ के भन्छ सम्पूर्ण शिविर देखाएर पठाएको सम्पूर्ण शिविर देखाएर पठाएको फर्ट के गर्छ यी दूतहरूद्वारा पुरै रामको चाहिँ के भन्छ अब जय जयकार गर्छ जय श्री राम भन्न सुरु गर्छ है रामको लङ्कामा आएर जय श्री राम के गरेर तिमीहरूले भन्दाखेरि चाहिँ के भन्छ तिनीहरूले भन्छन् कि समातेका थिए मार्मासेका थिए प्रभु श्रीरामले प्राण रक्षा गर्न पठाउनु भयो भनेर चाहिँ यसरी अब उहाँहरूले के गर्नुहुन्छ पार गर्नुहुन्छ सेतु बन्धनबाट पार गरेर लङ्कामा पुग्नुहुन्छ लङ्कामा पुगिसकेपछि पनि अब चाहिँ के भन्छ विभिन्न रामायणमा विभिन्न कथाहरूमा अन्तिम पटक पनि अङ्गदलाई पठाउनुहुन्छ वार्ता गर्नको लागि ताकि लडाइँ गर्न नपरोस् वार्ता गर्नको लागि अङ्गदलाई पठाउनुहुन्छ तर पनि वार्ता मिल्दैन वार्ताले शब्द फेरि मात्र आउनुपर्ने हुन्छ त्यसपछि अब युद्ध सुरु हुन्छ धेरै त्यसले धेरै असुविधाहरू छ किनभने मार्न धेरै समय लाग्छ धेरै दिन लाग्छ त्यो त हामी यहाँ सर्टकटमै कथा गर्छौँ यसरी चाहिँ के भन्छ अब एक एक गरेर भगवानले असुरहरूलाई सबै साकार पार्नुभयो र हजुरले याद गर्नु भएको छ जस्तै चाहिँ अब घरमा हाम्रो ठुला बडा व्यक्तिहरू पनि हुन्छन् साना साना व्यक्तिहरू पनि घरमा साना व्यक्तिहरू छन् त्यो 4-5 वर्षका बाल गर्छ बाल
बच्चालाई मान्छे आएर आफू चाहिँ हारेको जस्तो गर्छ नि रमाइलो हुन्छ नि भनेको ठुलो मान्छेले सानो चाहिँ के भन्छ हडै परे पनि त्यो जिस्केको जस्तो हुन्छ अब हनुमान त्यत्रो चाहिँ के भन्छ बलशाली हुनुहुन्छ कि असुरहरूसँग चाहिँ लडाइँ गर्दाखेरि हनुमानले चाहिँ खुब एकदम रमाइलो हुन्छ क्या रमाइलो एकदम जलिनमा हनुमान लडाइँ गर्न हुनुहुन्छ अब असुरहरू हनुमान एउटै पनि शब्द चाहिँ के भन्छ ट्राई पारेपछि के गर्ने तिनीहरूले यस्तो बुद्धि लगाउँछन् कि चारा पनि समाचार चारा सुकै सबै चारा चाहिँ पायो किनभने अब एउटा हात पुग्यो भने त्यसरी नै मारेको मारेछ एउटा खुट्टा पुग्यो भने त्यसरी मारेको मारेछ पुग्यो हानेर चारा पुग्दा समय चाहिँ हनुमान के भन्छ टाउका हेर्न सुरु गर्नुहुन्छ अब टाउका सब हेर्न सुरु गरेपछि अब यता चाहिँ के भन्छ शनिदेव निक्लिन्छ है हनुमान भयो किन टाउकामा पो हुनुहुन्थ्यो शनिदेव हुनुहुन्थ्यो अनि शनिदेव नै निक्लिनु पर्ने हुन्छ यहाँ कथा सुनाएको शनिदेव र शनिदेव हनुमानको टाउकाबाट यसरी निक्लिनुहुन्छ र अब सबै वीर योद्धाहरू प्रत्येक दिन शाखा हुँदै गएपछि अब के हो राम र लक्ष्मणसँग युद्ध गर्नको लागि इन्द्रजित मेघनाथ अब आउनुहुन्छ र मेघनाथसँग युद्धमा भगवान श्रीराम र लक्ष्मणलाई उसले के गरिदिन्छ अरे नागपासले बेदी दिन्छ नागपासले बेदी दिएपछि अब भगवान श्रीराम र लक्ष्मण त पुरै चाहिँ के भन्छ अब मूर्छित अवस्थामा हुनुहुन्छ मूर्छित अवस्थामा भइसकेपछि चाहिँ के भन्छ अब रावणले के गर्छ माता सीतालाई चाहिँ देखाउने आउँछ ल तेरो चाहिँ कति र तेरो देवरलाई हामीले मारिदिने गर्छ अनि त्यो ल्याइसकेपछि पुष्प विमान हालेर आएको हुन्छ उनीहरूले पुष्प विमान हालेर आउँदाखेरि भगवान श्रीराम र लक्ष्मणको माथिबाट पुष्प विमान पुडेको देख्ने बित्तिकै विभीषणले भनिहाल्छन् कि उहाँ जिउँदै हुनुहुन्छ किन भन्दा मरेको लासमाथि पुष्प विमान अगाडि बढ्दैन त्यही भएर उहाँहरू जिउँदै हुनुहुन्छ उहाँहरू जिउँदै भनेपछि यो नागपास खोल्यो भने उहाँहरूले चाहिँ के भन्छ फेरि भोलिपल्ट युद्ध गर्न सक्नुहुन्छ भने चाहिँ अब के गर्न सकिन्छ भन्दाखेरि गरुडले मात्रै यो नागपास गर्न सक्छ भने चाहिँ हनुमान तुरुन्तै गएर गरुडजीले ल्याउनुहुन्छ किन हनुमानको बेग एकदम तेज छ तुरुन्तै गएर गरुडजीले ल्याउनुहुन्छ गरुडजीले भगवान श्रीराम र लक्ष्मणको नागपास त खोलिदिनुहुन्छ तर आफै के गर्नुहुन्छ अरे बन्धनमा पर्नुहुन्छ हामीले अस्ति कथा सुनाएको थियौँ सायद पहिलोदेखि हुनुपर्छ के को बन्धनले चाहिँ के भन्छ बाँधेको गरुडजीलाई भन्दाखेरि अहङ्कार कसरी भगवान एउटा नागपास मैले खोलिदिनु पर्यो यो त भगवान होइन गरुडजी त भगवानको महान हो नि त गरुडजी नै भ्रममा पर्नु भएर चाहिँ भगवानले यस्तो स्पेसल एक्टिङ भन्छ क्या त्यसलाई कल्पना हजुरले चाहिँ के भन्छ कुनै पनि फिल्मको चाहिँ के भन्छ फेरि त्यो सबभन्दा पहिलोचोटि देखाउने के भन्छ अरे ट्रेलर भन्छ सबभन्दा पहिलोचोटि फिल्म देखाउने सबैलाई बोलाएर देखाउँछ नि त्यो ट्रेलर होइन अरू के भन्छ त्यसलाई अथवा चाहिँ फिल्महरू चलेको बेला कलाकारहरू पनि हलमा गएर हेर्छ नि याद गर्नुभएको छ त्यो कलाकारले हलमा जाँदाखेरि भिलेन कलाकार हुन्छ नि तिनीहरू भाग्नुपर्ने हुन्छ हलबाट तर किन भन्दाखेरि यस्तो सटिक एक्टिङ गरे हुन्छ नि मान्छे त फिल्म हेर्दा यही त हो यहाँ कम्पुट गरेर भाग्नुपर्ने हुन्छ त्यस्तो पक्का एक्टिङ गरे हुन्छ क्या होइन त्यो फिल्म हेर्ने मान्छेले त्यहाँ मान्छे देख्दाखेरि त्यसले त त्यहाँ नाटक गरेर भयो रोल मिलाएर हुन्छ यही रहेछ बोध भनेर कतिपय चाहिँ कलाकारको भाग्नु गरेको छ खलनायकहरू त्यस्तो चाहिँ के भन्छ डेन्जर एक्टिङ गरेको त्यहाँ भगवानको नरको यस्तो चाहिँ के भन्छ लीला गर्नु भइरहेको छ कि भगवानकै वाहन गरुडजी नै फ्लप हुनुभयो यो क्या भगवान हुन्छ नागपासमा मैले खोजेको यो भनेको मै श्रेष्ठ छु भने त्यसपछि उहाँले नारदले गरेर भन्छ नारदले फेरि लगाउने भन्नुभयो भने तालिम दिएर गाउँछ गरुड भन्नुहुन्छ कसरी भगवान मैले नागपास गरिदिएको भन्दा नारदले भनेपछि हे गरुडजी तपाईँलाई पनि भगवानको माया सक्यो मलाई पनि सोधेको थियो भनेर चाहिँ के भन्छ भन्नुहुन्छ उहाँले अनिखेरि गरुडजीले भगवानको प्रेमी भएको हुन्छ उहाँले भन्नुहुन्छ अब यसको उपाय के छ भनेपछि ब्रह्माजी कहाँ जानुहोस् ब्रह्माजीले बताउनुहुन्छ र ब्रह्माजीले भन्नुहुन्छ यस्तो यस्तो हो नारदले पठाउनु हो
तिमीले पनि छोप्यो भगवानको मायाले मलाई पनि छोप्यो ब्रह्म विमोहन लीलामा ब्रह्माजीले के गर्नुहुन्छ यो नन्दको शरीर पुछेको के अवकाश छ भनेर लास्ट छोडेर के ग्वाललाई लुकाएको हो कि भगवानले के गर्नुभयो 1000 जना ग्वालसका हैन र चाहिँ के भन्छ 1000 into 1000 10 लाख बाछाहरू त्यो 1000 जना चाहिँ के हुन्छ ग्वालसकाको लुगा बोकेको लाठी कमलमा भिरेको सिङ बाल्दा सबै भगवान भन्नुभएको कि हो त मलाई चाहिँ के भन्छ यो रोग लागेको थियो अब के गरौँ त ब्रह्मदेव भने शिवजी कहाँ जाऊ शिवजीलाई भेट्न के भने बाटोमै भेट्नु कैलाश पुग्नै पर्यो र शिवजीले आफ्नो व्यथा सुनाउनुहुन्छ अनि व्यथा सुनाइसकेपछि अब तपाईँ बाटोमै भेट्नुको कैलाश आएको बेलामा तपाईँले सम्पूर्ण कुरो बताइदिने भगवान राम को हो भनेर तर तपाईँ बाटोमै आउनु हामीलाई पनि अब कहिले काहीँ चाहिँ हस्पिटलमा एक डक्टर बाटोमा चाहिँ चिर्नु पऱ्यो भने चिरिदिन्छ त चिर्दैन नि त हस्पिटलमा त्यही डक्टरले चिर्ने तर बाटो चिर्दैन त किन भन्दाखेरि यो सबै एन्सरको चाहिँ के भन्छ इक्विपमेन्टहरू हुँदैन उसको त्यो चाहिँ के भन्छ उसले पनि संस्कारले पनि दिँदैन गर्दैन त्यो शिवजीले भन्नुहुन्छ अब पहिला साल पनि मैले तपाईँको उपचार गर्ने त्यही भएर तपाईँ कहाँ जानु पऱ्यो अब नीलगिरीमा जानु पऱ्यो नीलगिरी यहाँ गरुडजी भन्छु म भगवानको यत्रोमा यहाँ त्यहाँ त्यसै यिनीहरू चाहिँ डक्टर भइरहेका उसले उता हुन्छ फुटबल जस्तो उसले उता हुन्छ कोही चाहिँ ब्रह्मगाउँ जानुहुन्छ कोही चाहिँ कैलाश जानुहुन्छ कैलाशबाट नीलगिरी जानुहुन्छ तर आफ्नो उपचारको लागि अब नीलगिरी जानुहुन्छ नीलगिरीमा को छ भन्दा काग घुसुन्डी हुन्छ कहाँको पक्षीराज गरुड कहाँको काग घुसुन्डी हो क्या काउवा हो भने त एकदम निकृष्ट पन्छी भन्छ पन्छीहरू त्यसपछि नीलगिरीमा काग घुसुन्डीको आश्रम देख्ने बित्तिकै गरुडजीको सम्पूर्ण मोह दूर हुन्छ आफू को हो भगवान को चिन्नुहुन्छ तर यो अहङ्कारले गर्दा हामीले भगवानलाई पनि चिन्दैन धेरै यस्तो समस्या हुन्छ त्यही हामी साधु सन्तको सङ्घमा बसेर भक्तको सङ्घमा बसेर भक्तले सम्पूर्ण कुरो के रोग लागेको छ भनिदिन्छ तर हामीले त्यो भक्तको नजिकै पर्न मन लाग्दैन किनभने उसले त भनिदिन्छ नि त ती त औषधि खानिन्छ आफूले चाहिँ घमण्ड गर्न पाइएन आफूले अहङ्कार देखाउन पाइएन त्यो जहिले पनि हामी भक्तसँग रिकन्फर्म गर्नुपर्छ मैले गरेर ठिक हो कि गरुडजीले गर्नुभयो त्यही भएर सही समयमा सही औषधि प्राप्त भयो नि त काग घुसुन्डी ऋषिको आश्रम देख्ने बित्तिकै के भयो भने गरुडजीको सम्पूर्ण मोह दूर भयो र काग घुसुन्डीसँग कथा सुन्न बस्नुभयो कथामा कसले बताउँछ मात्रै वाचकले होइन तर यहाँ त श्रोताले बताउनुहुन्छ गरुडजीले बताउनुहुन्छ किनभने उहाँको भगवानको वाहन हुन्छ नि अब सम्पूर्ण मोह दूर हो चाहिँ के भन्छ भगवानले आफ्नो गरेको प्रसाद खानु पाउने बित्तिकै उहाँको सम्पूर्ण मोह दूर भएको हो त्यसले गर्दाखेरि त्यो मोहले सबैलाई समात्न सक्छ हेर्नुहोस् सबैलाई समात्न सक्छ ब्रह्माजीले नछोडेको यो मोहलाई नारदलाई नछोडेको गरुडलाई नछोडेको त्यसै हामी त औकातमा पनि आउँदैन गिन्तीमै आउँदैन तर पनि चाहिँ के त्यस्तो हुँदा पनि हामी अहङ्कार विकरात्मा बाबा मिति भन्ने लेखेर बेदन प्ल्याटमै पूजा हुँदै गर्छ अनि त्यही भगवानले सानो चुस्सो खोजेको त्यो ठुलो बेदनलाई सानो पर्दा के हुन्छ कहाँ उठ्दै कहाँ उठ्दैन बेदन त्यस्तै स्थिति हुन्छ त्यही भएर सावधान हुनुपर्छ भक्तिमा जाने पनि र यसरी अब युद्ध चलिरहेको छ भगवान नागपासमा फेरि लडाइँ सुरु हो त्यसपछि के गर्यो अब त एकदम घातक हतियारले प्रयोग गरेर लक्ष्मणलाई फेरि मूर्छित बनाइदियो मूर्छित बनाइदिएपछि अब भगवान राम लक्ष्मणको मूर्छाबाट भन्दा पनि माताले दिएको वचनबाट एकदम चिन्तित हुनुभयो हुने चाहिँ मैले चाहिँ के भन्छ ऋषि मुनिहरूलाई मातालाई यत्रो वचन दिएको छु यो असुरहरूको संहार गर्छु के स्थिति आयो यहाँ अब भगवान राम चिन्तित हुनुहुन्छ र के गर्नु चाहन्छ भन्दाखेरि चाहिँ अब त्यसको लागि कुनै वैद्य चाहिन्छ भनेपछि रावणले वैद्यलाई पनि लिएर हुनुहुन्छ र उहाँले चाहिँ के गर्नु भने जडीबुटीको लागि पहाडै बोकेर ल्याउनु भन्नुभयो तर जसरी हुन्छ लक्ष्मणलाई फेरि जिउ पाइयो र लक्ष्मण यता मूर्छित भइरहँदाखेरि अब निकुम्बला देवीको मन्दिरमा के भन्छ कहिले पनि नहार्ने त्यो खालको यज्ञ गर्नै भइरहेको थियो विभीषणलाई थाहा थियो त्यही भएर लक्ष्मणलाई लिएर गएर यज्ञ हुँदा हुँदै त्यहीँ त्यसलाई चाहिँ लगाएर तिनै त्यसको प्राणान्तर गरिदिनुहुन्छ लक्ष्मण
किन भन्दा उनले वर मागेको थियो त के वर मागेको थियो अरे उनले मार्ने व्यक्ति 14 वर्षसम्म ब्रह्मचारी बसेको हुनुपर्ने 14 वर्षसम्म नसुतेको हुनुपर्ने 14 वर्षसम्म नखाएको हुनुपर्ने असुविधा बुद्धि त डर लाग्यो 14 वर्ष नसुतेको नखाएपछि मान्छे बाँच्दैन नि त कोही सक्दैन तर भगवान्ले लक्ष्मणले त्यसैले त्यहाँ पारेको किन 14 वर्ष किन भनेर लक्ष्मणको हुन्छ अरे अनन्त शेष छोडेको साँपको निरोधन आफूले राखिदिनुहोस् पर्न हुँदैन र केही पायो भने हावा खाएर पनि पान्छ किन हाम्रो घरमा बिहान बेलुका भात पकाएर कसले दिँदैन उसको खोजेर खानु पऱ्यो भेटेको खाइँदैन भेटेर मर्छ मर्दैन हावा खाएर पनि पाल्नु सक्छ त्यो सिस्टम हुन्छ त्यो लक्ष्मण 14 वर्षमा नखाइकन नसुतिकन जीवित रहनुभयो र चाहिँ उत्तिकै फुर्तीका साथ अब उसले मार्नुको मारिसकेपछि अब कुम्भकर्णलाई उठाउन सुरु गर्यो यो कुम्भकर्ण पनि भनेको लडाकु भयङ्कर लडाकु है त्यो त चाहिँ एउटा समय यति खाँदा पनि उसले त सबैलाई हैरान बनायो कुम्भकर्णलाई पनि थाहा र कुम्भकर्णले भन्यो कि चाहिँ यस्तो लगाइरह्यो भने त्यो आएको श्रीमती अपहरण गरेर नलिएर आएको भने त्यो यहाँ छोड्दै युद्ध गर्न जाँदा कुम्भकर्ण पनि ठुलो हुँदाका साथ युद्ध गर्न आयो युद्ध गर्न आएपछि अब उता एकदम बलशाली थियो सुग्रीवले सबैले हिँडेको त सबले त कुल्चेरै मार्ने सबैलाई रामको चाहिँ त्यो बाँधेर सबले मार्न सुरु गर्यो पुरै चाहिँ के भन्छ प्रलय आएको जस्तो आँधी बेरी आएको जस्तो उसको स्थिति भयो सबलाई ट्राइमा चल्न सुरु गर्यो र चाहिँ सुग्रीव सबैले लिएर हिँड्यो सुग्रीव चाहिँ के भन्छ उसै युद्ध गर्दा चाहिँ के भन्छ मूर्छित अवस्थामा चाहिँ बोकेर हिँड्यो गङ्गातिर हिँड्यो हनुमान जानको कतिचोटि हनुमान लाता हेरेर उता पुऱ्याइदियो त्यसपछि के भन्छ अब त्यसपछि राम र लक्ष्मणले चाहिँ के भन्छ धनुष बाणले उसलाई चाहिँ प्रहार गरिसकेपछि ऊ चाहिँ के भन्छ उस पनि धराशायी हुन्छ त्यही मौकामा सुग्रीव अब आफ्नो चाहिँ के भन्छ मोर्चा खोल्छ र त्यहाँ पुगेर भागेर आउँछ र हेर्दा हेर्दै अब त्यो पहाड जस्तो चाहिँ कुम्भकर्णलाई पनि सखा पारिदिनुहुन्छ पहाड जस्तो कुम्भकर्णलाई पनि सखा पारिदिनुहुन्छ र अब त रावण आफै आउनुपर्छ 10 दिनमा 10वटा ठाउँमा रावणको विमान कस्तो थियो त्यो रथ जमिनमा उड्थ्यो आकाशमा उड्थ्यो र पानीमा पनि केमा तरिन्थ्यो त्यस्तो स्पेसल रथ नआउँथ्यो रावणले आफ्नो धेरै ठुलो चाहिँ के भन्छ त्राइ मचाएको थियो तर रावणको पनि केही लागेन अन्ततः भगवानले रावणलाई पनि सखा पार्यो बिचमा त उसले के गर्यो कि यतापट्टि लिएर आएर चाहिँ के भन्छ माता सीताको त्यो चाहिँ मायाको रूप टाउको मात्रै बनाएर सीतालाई मार्ने गरेर लिएर फ्याँकिन्छ उता रावण लक्ष्मणको चाहिँ टाउको मायाले धेरै चाहिँ के भन्छ दुःख दिनुपर्छ तर पनि विभीषणसँगै छ त विभीषणलाई थाहा हुन्छ यसले यो यस्तो गरेको त्यस्तो गरेको भनेर उसको सल्लाह सुझावले गर्दाखेरि उसको केही लाग्यो अन्ततः रावणलाई पनि भगवानले मारिदिनुहुन्छ यसरी गङ्गामाथि विजय प्राप्त हुन्छ गङ्गामाथि विजय प्राप्त गरेपछि हनुमान गएर चाहिँ माता सीतालाई सुनाउनुहुन्छ भगवानले चाहिँ के भन्छ रावणलाई अन्त्य गरिदिनु भयो मारिदिनु भयो त्यसपछि अब माता सीतालाई लिएर आउनुहुन्छ माता सीतालाई लिएर आइसकेपछि माता सीता पाल्कीमा बसेर आउनुभएको हुनुहुन्छ पाल्कीमा बसेर आएपछि अब सारा वानरहरू माता सीताको दर्शन गर्न कसाड मसाड गर्न सुरु गर्छ त्यसपछि भगवान श्रीराम भन्नुहुन्छ यी सबै तिम्रो छोराहरू जस्तो पनि यी परपुरुष होइन त्यही भएर पाल्कीमा बस्ने काम छैन पाल्कीबाट बाहिर निक्लेर के गर्नु पऱ्यो अब सबैलाई दर्शन दिनु पऱ्यो भनेपछि माता सीता पाल्कीबाट बाहिर निक्लेर सबैलाई दर्शन दिनुहुन्छ दर्शन दिएपछि भगवान श्रीराम भन्नुहुन्छ शास्त्रीय विधानअनुसार तिमीलाई दुष्ट रावणको हातबाट चाहिँ के भन्छ मुक्ति दिए तिमी आफ्नो स्वेच्छाले कहाँ जानुपर्छ जान सक्छौ किन भन्दाखेरि अब घरदेखि बाहिर बस्ने स्त्रीलाई चाहिँ के भन्छ घरदेखि बाहिर बस्ने स्त्रीलाई हामीले चाहिँ के भन्छ स्वीकार्ने रघुवंशीहरू चाहिँ के छैन परम्परा छैन त्यही भएर तिमी जे पनि गर्न सक्छौ भनेर भनिसक्दाखेरि अब त्यहाँ त सारा देवी देवताहरू राख्नु हुन्छ है देवी देवताहरू राख्नु हुन्छ त्यसपछि महाराज दशरथ स्वर्गमा हुनुहुन्थ्यो उहाँ पनि आउनुहुन्छ हे सीता मेरो छोरा यस्तो भन्यो भनेर चिन्ता नगर भनेर त्यहाँ धेरै प्रकारले सम्झाउनुहुन्छ त्यसपछि
अब माता सीताको अग्नि परीक्षा हुन्छ र माता त्यो अग्निमा प्रवेश गरेर पहिलाको चाहिँ वेद थियो त्यो अग्निमै चाहिँ गायब हुन्छ र जुन सीता हुन्थ्यो अग्निदेवको अर्धाङ्गिनी स्वाहादेवीसँग हुन्थ्यो अब त्यो मूल सीता त्यहाँबाट प्रकट हुन्छ र दशरथ महाराजले के भन्नुहुन्छ भने त्यो चाहिँ सारा लोकको लागि चाहिँ तिमी चाहिँ के भन्छ सती स्त्री हो तिम्रो चाहिँ फाइदाको लागि किन भोलि सबैले क्वेसन उठाउन सक्छ प्रश्न उठाउन सक्छ नि त त्यसका लागि चाहिँ यो गरेको भनेर त्यहाँ भन्नुहुन्छ। भनिसकेपछि अब त्यहाँ इन्द्र लगायतका देवताहरू पनि आउनु भएको थियो। इन्द्र लगायतका देवताहरूले हे श्रीराम हजुर नरलीलाबाटै हुनुहुन्छ र हामी देवताहरू जहाँ गए पनि हामीले केही वरदान दिनुपर्छ र हजुरले केही माग्नु पर्यो। खास त अब भगवान्सँग माग्ने हो तर भगवान् के गर्नु भइरहेको छ अरे मान्छेको जस्तो नरलीला गर्नु भइरहेको छ। नरहेर त देवीदेवतासँग माग्ने हो त्यही भएर केही वर माग्नुहोस् भन्दाखेरि साँच्चै वर दिने त हो। म जब युद्ध गरेँ यी भाँडाहरू बेला बसेपछि चाहिँ यिनीहरू कति धेरै मरे राक्षसहरूले गर्दाखेरि जति पनि राक्षसहरू मरे तिनीहरू दर्शन गरेर मरे तिनीहरूको उद्धार भयो। तर यी भाँडाहरू चाहिँ यहाँ ठाउँ गरेर पछाडि त्यो यी सबैलाई चाहिँ तपाईँले जीवित गराइदिनु पर्यो जीवित गराइदिनु पर्यो भनेपछि इन्द्र लगायतका देवताहरूले अब सम्पूर्ण भाँडाहरू जुन युद्धमा गरेको थियो सबैले जीवित गराइदिनु र भगवान् राम हुनुहुन्छ अर्को पनि वर दिनुपर्छ। अब अर्को के वर दिनु प्रभु भन्दाखेरि यी वानरहरूले निस्वार्थ भावले सेवा गरेका हुन्। निस्वार्थ भावले आफ्नो प्राणको आहुति दिएका हुन्। यिनीहरूले केही यसको यो युद्धको बदलामा केही पनि मागेका होइन। त्यही भएर यिनीहरू आफ्नो जुन जुन पर्वतमा गएर बस्छन् त्यहाँ अविरत रूपमा झरनाहरू लगाउनु पर्यो यिनीहरूलाई पानी खानका लागि र फलले लडेका वृक्षहरू उतार्दै हुनु पर्यो ताकि यिनीहरू चाहिँ वनस्पति खाएर बाँच्ने खान पाउनु पर्यो भनेर के गर्नुहुन्छ त्यो पनि वरदान माग्दै हुन्छ र त्यो पनि वरदान दिनुहुन्छ त्यो पनि वरदान दिनुहुन्छ। त्यो वरदान दिइसकेपछि अब युद्ध समाप्त भयो। युद्ध समाप्त भएपछि लङ्कामा लगेर विभीषणलाई राजलीला गर्ने हुन्छ भन्नुहुन्छ। राजलीला गरिसकेपछि अब विभीषण भन्नुहुन्छ अब 2-4 महिना लङ्काको दर्शन गरेर लङ्का हेरेर हजुर चाहिँ लङ्कामा बस्नु पर्यो भनेर चाहिँ के भन्छ भन्नुहुन्छ। भनिसकेपछि भगवान् राम भन्नुहुन्छ विभीषणलाई कि यहाँ बसिँदैन छैन किनभने भरतले के गरेको छ अरे प्रतिज्ञा लिएको छ कि 14 वर्षभन्दा एक दिन पनि ढिला भयो भने भरतले प्राण छोडिदिन्छ। त्यही भएर जानुपर्छ भन्दाखेरि अब जानलाई गाह्रो छैन प्रभु किनभने पुष्पको विमान छ तुरन्त पुऱ्याउँछ भनेपछि अब माता सीतालाई राखेर सम्पूर्ण युद्धपति बाणहरू सुग्रीव हनुमान सबैले लिएर विभीषण लगाएर सबैले लिएर अब यहाँ सीता एक्लै चाहिँ त्यही भएर अरू स्त्रीहरू पनि हुनु पर्यो भनेपछि अब त्यहाँ रोकेको मौकामा अब सब बानर सेनाहरू त्यहाँ चाहिँ के भन्छ पुष्प विमानबाट थाहा हालेर एकछिन त सब गायब हुन्छ किनभने उनीहरूका श्रीमतीहरू छन् त्यहाँ भेट्न जानु पर्यो। सब आफ्ना श्रीमतीहरूलाई भेटेर फेरि पुष्प विमान आउँछ पुष्प विमान अब अहिले त्यो लगाएपछि भारद्वाज ऋषिको आश्रममा पुष्प विमानलाई भगवानले रोक्नुहुन्छ र हनुमानलाई नन्दीग्राम पठाउनुहुन्छ कि भरतलाई लगेर त्यो भेटेर आऊ त्यो राज्य उसको चाहिँ त्यो राज्य जुन गर्न पाइरहेछ त्यसमा उसको आसक्ति छ कि छैन मलाई खोजेर बसिरहेको छ कि त्यो राज्य गर्न पाएर हो खुसी छ त्यसपछि अब हनुमान विमान के भन्छ भारद्वाज ऋषिको आश्रममा रोकेको छ। हनुमान अब जानुहुन्छ जाँदाखेरि हनुमानले सिकाउनुहुन्छ भगवान् राम आइसक्नु भएको छ भारद्वाज ऋषिको आश्रममा विमान पुष्प विमान रोकेको छ। भनेपछि अब भरतले सम्पूर्ण अयोध्यावासीहरूलाई भगवानको स्वागत गर्नका लागि तयार पार्नु सम्पूर्ण अयोध्यावासीहरूलाई भगवानको स्वागत गर्नको लागि तयार पार्नुहुन्छ। हनुमानलाई भेट्नुहुन्छ हनुमानलाई धेरै ठुलो स्वागत गर्नुहुन्छ। अन्तमा गर्नुहुन्छ यहाँमा तिमी हाम्रो हामी 4 भाइ थियौँ तिमी 5औं नम्बरको हो किनभने जब हामी थिएनौँ हाम्रो चाहिँ के भन्छ राम र लक्ष्मणलाई तिमीले सहयोग गरेका हो त्यही भएर तिमी पनि हाम्रो भाइ भनेर धेरै ठुलो सम्मान गर्नुहुन्छ सत्कार गर्नुहुन्छ र यसरी भगवान् श्रीराम अब के गर्नुहुन्छ अयोध्यामा आइपुग्नुहुन्छ। अयोध्यामा आइपुग्नुहुन्छ सारा अयोध्याको
जनताको हृदयमा मानव प्राण सञ्चारित भइरहेको छ। सबैजनाले चाहिँ दियोद्वारा भगवान श्रीरामको भव्य स्वागत गरिरहेका छन् र अब भगवान श्रीरामको स्वागत रातभरि गर्न दिउँ। हामी चाहिँ भोलि अब फेरि रामनवमीको दिन विशेष रामकथा अगाडि बढ्नुपर्छ। भोलि विशेष भगवानको जन्मकथा हामी गर्छौँ। भगवानको जन्ममा के भएको थियो भनेर र भोलि चाहिँ के भन्छ हनुमानजीको बारेमा पनि कथा गर्छौँ र उत्तरकाण्डका कथाहरू मार्मिक भावुक पनि छन्। त्यही भएर उत्तरकाण्डका कथाहरू चाहिँ हामी थाती नै राखेर हामी चाहिँ हनुमानको र भगवानको जन्म कथाहरू गर्छौँ। आजलाई यति नै। हरे कृष्ण।